अब हामी कहाँ चाहिँ के छ भने सकेसम्म यो मैले गरेको यो राम्रो भयो मैले गरेँ भनेर जस लिन पऱ्यो भए पनि अगाडि सर्ने एकाउन्टेबिलिटी लिने त्यो खालको कल्चर चाहिँ बिस्तारै हामीले डेभलप गर्न कोसिस गरेका छौँ। जस्तै जापानमा भयो उसले कटन इम्पोर्ट गर्दैछ भने त्यो सामान चेक गर्न कटन स्पेसलाइज्ड हुन्छ त्यहाँ मान्छे, तर हाम्रोमा त त्यो छैन। त्यस्तो स्टाफ चाहिँ कसरी इम्पोर्ट गर्न सकिन्छ? लोकसेवाको हाम्रो प्रोसेस भनेको चाहिँ एउटा केही पनि रिठो नबिराइकन सबै कुराहरू पुरा गर्ने होइन। तर मेबी अब मार्केटमा त्यो निस्केका ग्रेजुएटहरू मध्ये चाहिँ द बेस्ट ब्रेन चाहिँ त्यो एप्लिकेसन प्रोसेसमा आउँछ त्यो गर्छ भन्न चाहिँ सकिँदैन। हजुरको यति लामो सेवा अवधिभरि चाहिँ एकदम धेरै पर्सिस्टेन्ट रहेको सरकारी सेवामा चाहिँ समस्याहरू के छ होला भनेर त्यो आर भइसकेपछि पर्फर्मेन्स कहिले कसरी गर्ने भन्ने कुराहरू यो चाहिँ प्रशासन मन्त्रालयको पोलिसिजभित्र पर्दैन र कर्मचारीले पालना गर्ने नियमावलीभित्र पर्दैन र हजुर? यो पर्छ सर। त्यसलाई पनि हामीले चेन्ज गर्नुपर्ने जस्तो देख्नुहुन्छ हजुरको लामो प्र्याक्टिसमा? सबैजनालाई नमस्कार, मेरो नाम मनोज शर्मा र आजको संवाददाता समृद्धिमा तपाईहरु सबैलाई स्वागत छ। आज हामीले एलिभेटिङ नेपाल सिभिल सर्भिस टपिकमा 1.5 घण्टा छलफल गर्नको लागि राजेन्द्र अधिकारी सरलाई निम्ताएका छौँ। राजेन्द्र सर स्वागत छ। अब आजको विषयवस्तुमा प्रवेश गरौँ। हामी सबै विभिन्न काम सिलसिलामा दैनिक रूपमा नै सरकारसित दृश्य अदृश्य अवस्थामा जोडिएका हुन्छौँ र विभिन्न सरकारी सेवा सुविधा लिनका लागि पनि हामी सरकारको नजिक जान्छौँ र हामी नागरिक र सरकारलाई जोड्ने एउटा अभिन्न अङ्ग चाहिँ सधैँ सिभिल सर्भिस नै हुने गर्दछ। हाम्रा सिभिल सर्भेन्ट्सहरू विभिन्न तहमा बसेर विभिन्न निकायमा बसेर हाम्रो लागि उहाँहरूको म्यान्डेट अन्तर्गत पर्ने आफ्ना कामहरू गरेर हाम्रो जीवनलाई सजिलो पार्नको लागि समर्पित हुनुहुन्छ। यी सबै गर्दाखेरि पनि कतै कमी कमजोरीहरू होइन, जनतालाई सर्टेन एस्पेक्ट्स अफ द गभर्मेन्ट चित्त नबुझिरहेको भान परिरहेको हुन्छ, गुनासोहरू पुग्ने ठाउँ हुन्छ, अझै कसरी त्यो सेवालाई सुधार गर्न सकिन्छ भन्ने छलफल संवाद सबैतिर भइरहेकै हुन्छ र यो कुरामा चाहिँ कसरी हाम्रो सिभिल सर्भिसलाई अपलिफ्ट गर्न सकिन्छ भनेर दशकौँदेखि काम गर्दै आएको निकाय चाहिँ एउटा नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेज हो र आजका हाम्रा वक्ता पनि राजेन्द्र अधिकारी सर चाहिँ स्टाफ कलेजको सिनियर डिरेक्टर अफ स्टडिजमा बसेर यसमा टेवा पुर्याइराख्नु भएको छ। सर, सो आजको सुरुवाती प्रश्न चाहिँ म हजुरलाई, स्टाफ कलेज चाहिँ प्राय हामीसित युवा पिँढी पनि हुनुहुन्छ, छोटकरीमा भन्दाखेरि स्टाफ कलेज कस्तो प्रतिष्ठान हो, यसको म्यान्डेट के कस्तो छ र कस्ता कार्यक्रमहरू गर्ने गरेको छ? धन्यवाद। सबभन्दा पहिला त सबैजनालाई स्वागत गर्न चाहन्छु आजको छलफलमा र आजको यो संवादमा निम्ता दिएर यहाँ उपस्थित हुन अवसर दिनुभयो समृद्धि फाउन्डेसनलाई चाहिँ धेरै आभार व्यक्त गर्छु। अहिले हजुरले भन्नुभएको जस्तै सरकार र नागरिकको बिचमा सेतुको रूपमा काम गर्ने अथवा सर्भिसहरू, पब्लिक सर्भिसहरू क्रिएट गर्ने, त्यसलाई चाहिँ डेलिभर गर्ने एजेन्सी चाहिँ फन्डामेन्टल्ली सिभिल सर्भिस हो र सिभिल सर्भिसको ओभरअल क्यापेसिटी बिल्डिङमा काम गर्ने मेन म्यान्डेट, त्यो गोल चाहिँ आजभन्दा 45 वर्ष अगाडि यो प्रतिष्ठान नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान स्थापना भएको, खास गरेर यो स्ट्याचुटरी एक्ट, पार्लियामेन्ट्री एक्टबाट स्थापित भएको एउटा अटोनोमस निकाय हो। जस्तै यहाँहरूले त्रिभुवन विश्वविद्यालय अथवा यस्तै अटोनोमस एजेन्सिजहरू जुन देख्नु भएको छ त्यस्तै प्रकारको यो संस्था हो।
अब हामी मूलत म्यान्डेटको हिसाबले चाहिँ हामीलाई चाहिँ 3+ म्यान्डेट भन्छौँ। 3+ म्यान्डेटमा कुरा गर्दाखेरि चाहिँ पहिलो हाम्रो मुख्य स्थापनाको उद्देश्य चाहिँ सिभिल सर्भिसमा काम गर्ने अथवा पब्लिक सर्भिसमा काम गर्ने विभिन्न दर्जाका कर्मचारीहरू, निजामती र सार्वजनिक सेवामा काम गर्ने निकायका कर्मचारीहरूको क्षमता विकास गर्नको लागि चाहिँ प्रशिक्षण कार्यक्रमहरू डिजाइन गर्ने, आवश्यकता पहिचान गर्ने, डिजाइन गरेर त्यस्ता कार्यक्रमहरू चाहिँ सञ्चालन गर्ने, अर्थात् तालिम, प्रशिक्षण, ट्रेनिङको म्यान्डेट चाहिँ यसको पहिलो म्यान्डेट हो। त्यसै गरी ट्रेनिङ एउटा पार्ट हो, रिसर्च अर्को दोस्रो पार्ट हो, यसको रिसर्च हो, अनुसन्धान हो। खास गरेर पब्लिक सर्भिसका विभिन्न आयामहरू, त्यहाँभित्रका समस्याहरू, डिजाइनका डिफिकल्टिजहरू अथवा संरचनागत हिसाबले त्यहाँभित्रका समस्याहरू अथवा त्यहाँभित्र काम गर्ने विभिन्न कर्मचारीहरूका चाहिँ करियर डेभलपमेन्टका, मोटिभेसनका वा यस्तै रिलेटेड पब्लिक सर्भिस डेलिभर गर्नेसँग सम्बन्धित प्रकारका समस्याहरूमाथि केन्द्रित भएर अध्ययन अनुसन्धानहरू गर्ने चाहिँ दोस्रो यसको म्यान्डेट हो। र तेस्रो म्यान्डेट चाहिँ नेपाल सरकार वा सार्वजनिक निकायहरूको खास गरेर परामर्शदाताको रूपमा काम गर्ने, कन्सल्टिङ को मोडेलमा काम गर्ने अर्को म्यान्डेट हो। मूलत नेपाल सरकारका अथवा पब्लिक सेक्टरका विभिन्न एजेन्सिजहरूको, अर्गनाइजेसनहरूको पर्टिकुलरली स्ट्रक्चरल प्रब्लमहरू अथवा चाहिँ अर्गनाइजेसनल डेभलपमेन्ट ओडीका इन्टरभेन्सनका स्कोपहरू, जस्तै अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट सर्वेका जस्ता विषयहरू, म्यानेजमेन्ट अडिटको विषयहरू, अथवा कुनै पर्टिकुलर हिसाबले कुनै एजेन्सीलाई चाहिँ अप्ठ्यारो परिरहेको छ त्यसलाई कसरी सपोर्ट गर्न सकिन्छ भनेर टेक्निकल्ली त्यसलाई स्टडी गरेर त्यहाँनिर सपोर्ट गर्ने खालका चाहिँ परामर्शका अथवा कन्सल्टिङका चाहिँ कामहरू गर्ने अर्को तेस्रो म्यान्डेट हो। अनि मैले अघि प्लस पनि भनेको थिएँ, 3+ म्यान्डेट भनेको थिएँ। अर्को म्यान्डेट भनेको चाहिँ हामीले अहिले नगरिहालेको तर गर्न सकिने, त्यो अलिकति क्लियर त्यति धेरै नभएको अर्को म्यान्डेट भनेको चाहिँ एजुकेसन, अर्थात् यसले चाहिँ शैक्षिक कार्यक्रमहरू पनि डिजाइन गर्न सक्ने र डेलिभर गर्न सक्ने म्यान्डेट पनि छ। तर त्यो हामीले गर्न नसकिरहेको कारण चाहिँ अलिकति केही नीतिगत हिसाबले क्ल्यारिटी त्यहाँ चाहिएको छ। अनि अर्को हाम्रो अन्डरस्ट्यान्डिङ चाहिँ के छ भने क्षमता विकासका हिसाबले काम गर्दा ट्रेनिङ, रिसर्च एन्ड कन्सल्टिङ तिनीहरूको इन्टर रिलेसनसिप छ, त्यसमा हामी फोकस भइरहेको छौँ। र यिनै खालका प्रोग्रामहरूलाई चाहिँ कसरी क्रेडिटमा कन्भर्ट गरेर एकाडेमिक डिग्रीमा लैजान सकिन्छ भन्ने हिसाबले पछिल्लो समय चाहिँ हामी अलिकति काम गर्दैछौँ। अहिले मूलतः हामी ट्रेनिङ, रिसर्च एन्ड कन्सल्टिङ 3टा म्यान्डेटमा काम गर्छौँ र हाम्रो प्राइमेरीली चाहिँ ट्रेनिङ चाहिँ अब भिजिबली चाहिँ अलि बढी ट्रेनिङ चाहिँ मेन म्यान्डेट जस्तो देखिन्छ र कामको चापका हिसाबले पनि त्यही म्यान्डेटमा चाहिँ बढी हाम्रो केन्द्रित भएको देखिन्छ। हस् राजेन्द्र सर, अरू चाहिँ जस्तै हाम्रा जुन सिभिल सर्भिसका कर्मचारीहरू हुनुहुन्छ उहाँहरूको आफ्नो फुल टाइम इन्स्टिट्युसनभित्रै पनि सिक्ने अवसरहरू छन् कि छैनन्, अन द जब ट्रेनिङ अथवा उहाँहरू बिचमा पनि गाइडेन्स, मेन्टरसिप छ कि छैन, के त्यो केही पनि नभएर स्टाफ कलेज एक्जिस्ट गर्ने हो कि अथवा स्टाफ कलेजले चाहिँ उहाँहरूको अलरेडी एक्जिस्टिङ नलेज स्किल्स लाई अझै एलिभेट गर्छ, यसको खाँचो चाहिँ कसरी आएको हजुर? भेरी इन्ट्रेस्टिङ। खास गरेर के देखिँदो रहेछ भनेदेखि यहाँले भन्नुभयो जस्तै त्यहाँभित्र पनि एक किसिमको सिक्ने अवसरहरू छ। त्यो जुनसुकै सिस्टममा पनि त्यो चाहिँ एक्जिस्ट गर्छ र त्यो हुनु पनि पर्छ। मूलत कोचिङ मेन्टरिङको आइडियामा, कोचिङ मेन्टरिङको तरिकाले चाहिँ सिस्टमभित्र अथवा ब्युरोक्रेसीभित्रै अथवा पब्लिक सेक्टरको आफ्नै एजेन्सीभित्रै चाहिँ लर्न गर्ने, बेसिकल्ली सुपरभाइजरले आफ्नो सबअर्डिनेट्स अथवा टिमलाई चाहिँ अलि सर्ट टर्म छ, अलिकति पर्फर्मेन्स फोकस छ भने त्यो पर्फर्मेन्स फोकसमा चाहिँ कोचिङको अप्रोचबाट,
अनि इन्डिभिजुअल पर्सनहरूको त्यहाँभित्र काम गर्ने व्यक्तिहरूको चाहिँ करियर ग्रोथसँग पनि रिलेटेड छ र अलिकति लङ टर्म इन्स्टिट्युसनल्ली पनि त्यसले कन्ट्रिब्युट गर्छ भन्ने सेन्समा चाहिँ मेन्टरिङको अप्रोचबाट चाहिँ त्यहाँभित्र पनि हुन्छ, नहुने होइन। अझ बढी चाहिँ टेक्निकल फिल्डमा, त्यो भित्रको पनि टेक्निकल र नन टेक्निकल फिल्डको हिसाबले हेऱ्यो भने चाहिँ टेक्निकल, जस्तै त्यहाँभित्र इन्जिनियरिङ छ, त्यहाँभित्र एग्रिकल्चर छ, फरेस्ट्री छ होइन, अनि मेडिसिन छ अथवा हेल्थ सर्भिसेस छ। यो विधामा चाहिँ यो कोचिङ र मेन्टरिङ चाहिँ अलि बढी अभ्यास पनि हुँदो रहेछ। र अर्को आयाम भनेको चाहिँ नन टेक्निकल अर्थात् प्रशासन लगायत, प्रशासन राजस्व लगायतका अरू जुन सेवाहरू छन् नेपालको निजामती सेवा वा चाहिँ सार्वजनिक सेवामा, त्यहाँ चाहिँ बेसिकल्ली मेन्टरिङ कोचिङको भन्दा पनि एक खालको कोर कम्पिटेन्सीमा काम गर्नुपर्ने, अघि भनेका विधाहरूमा स्पेसिफिक कम्पिटेन्सीमा काम गर्ने भयो, इन्जिनियरले इन्जिनियरिङ काम गर्ने भयो, फरेस्टरले चाहिँ फरेस्ट्री सेक्टरमा काम गर्ने भयो, स्पेसिफिक कम्पिटेन्सी भयो। तर यता प्रशासनको काम गर्ने अफिसरले चाहिँ उसको चाहिँ कोर कम्पिटेन्सी हुनु पऱ्यो। उसले विभिन्न खालको होइन, सर्भिसको डिजाइन डेलिभरीदेखि पत्र व्यवहारदेखि लिएर अफिस कसरी गर्ने सेटअप गर्नेदेखि लिएर अब तत्कालै ऊ कारागार व्यवस्थापनमा बसिरहेको हुन्छ, भूमि व्यवस्थामा बसिरहेको हुन्छ, अर्थात् फेरि राजस्वमा बसिरहेको हुन्छ। यो कामको नेचरको कारणले उनीहरूको चाहिँ जेनरलिस्ट अथवा कोर कम्पिटेन्सी चाहिँ बढी महत्त्वपूर्ण हुन्छ। कोर कम्पिटेन्सीमा चाहिँ यो अहिले भनेको कोचिङ र मेन्टरिङ भन्दा पनि हामीले बेसिकल्ली के गर्छौँ भन्दाखेरि चाहिँ स्टाफ कलेजको आवश्यकता त्यहाँनिर अझ बढी देखिएको। त्यहाँनिर देखिएका चाहिँ दुई किसिमका ग्यापहरू, एउटा चाहिँ इन्डिभिजुअलको आफ्नो पर्फर्मेन्स ग्यापहरू छन्, अर्को चाहिँ सर्टेन नलेज अनि सेट अफ स्किल्सहरू चाहिँ कोर हिसाबले चाहिने। अर्थात् हामीले चाहिँ यो दुईवटा ग्यापहरू, स्किल ग्याप, नलेज ग्याप र अर्को चाहिँ डेलिभरी ग्याप भित्र हामीले निडहरू एसेसमेन्ट गरेर अनि स्टाफ कलेज चाहिँ बढी चाहिँ त्यहाँनिर चाहिँ म्यानेजमेन्ट डेभलपमेन्टको फ्रेममा होइन, अथवा गभर्नेन्सलाई इफिसियन्ट बनाउने फ्रेममा, अर्थात् पब्लिक सर्भिसहरूको डिजाइन र डेलिभरीलाई चाहिँ इफिसियन्सी कसरी त्यहाँनिर क्रिएट गर्न सकिन्छ भन्ने फ्रेममा चाहिँ कोर कम्पिटेन्सीमा रहेर, मैले कोर कम्पिटेन्सी भन्दाखेरि चाहिँ जेनरल कम्पिटेन्सीको हिसाबले बुझिदिनु होला, त्यसमा बसेर चाहिँ धेरै जसो हाम्रा कार्यक्रमहरू डिजाइन गर्ने, डेलिभर गर्ने गर्छौँ। त्यसै कारणले यहाँहरूले स्टाफ कलेज, छोटकरीमा हामी स्टाफ कलेज भन्छौँ, यसलाई अलिकति हेर्नुभएको छ, अध्ययन गर्नुभएको छ, बुझ्नुभएको छ भने चाहिँ हामी टेक्निकल अथवा इन्जिनियरिङ मेडिसिनको चाहिँ एरियामा चाहिँ कम काम गर्छौँ, हामी जेनरल प्रशासनका आयामहरूमा बढी काम गर्छौँ। त्यस कारणले हामी चाहिँ मोर चाहिँ स्कुल अफ गभर्मेन्टको हिसाबले म्यानेजमेन्ट डेभलपमेन्ट इन्स्टिट्युसन अर्थात् गभर्नेन्सको आयामबाट हेर्ने संस्थाको हिसाबले चाहिँ फङ्सन गरिरहेको छौँ। सर जस्तै अब मेडिसिन इन्जिनियरिङ अलिकति एकदमै टेक्निकल विषय पनि भयो, तर हजुरले अघि एक्जाम्पल दिनुभएको जस्तै कारागार व्यवस्थापन र भूमि व्यवस्थापन टोटली डिफ्रेन्ट भयो होइन। अब जस्तै हजुरको चाहिँ दशकको वर्क एक्सपिरियन्स पनि छ, हजुरले विदेश पढेर पनि आउनुभयो, ग्रेजुअली भनौँ न डिफ्रेन्ट सिभिल सोसाइटीमा काम गरेर अध्यापनको कामहरू पनि गर्नुभएको छ। हजुरको एउटा स्किल सेट छ, सेट अफ स्किल सेट छ होइन। तर जस्तै यो सेमी टेक्निकल स्किल्सहरू चाहिँ डिजाइन अनि डेलिभर ट्रेनिङ्सहरू चाहिँ गर्ने हजुरहरू जस्तो बाहेक अरू टिमको हुनुहुन्छ, कत्रो भोल्युममा हुनुहुन्छ कि लाइन एजेन्सीकै एक्सपर्ट्सहरू पनि आएर त्यहाँ आफ्नो न्यू कमर्सहरूलाई ट्रेन गर्ने खालको मोडल हुन्छ कि, अथवा कसरी यो ट्रेनर्सहरूको पुल चाहिँ कसरी म्यानेज गर्नुहुन्छ हजुर स्टाफ कलेजभित्र गर्नुभयो? यस्तो छ, अब स्टाफ कलेजको आफ्नो एउटा सर्टेन ब्यान्डविथ छ, त्यो भनेको फ्याकल्टिजहरूको एउटा पुल छ, जसलाई हामीले ट्रेनर्स अथवा फेसिलिटेटर्सको हिसाबले बुझ्न सक्छौँ। फ्याकल्टिजहरू हामी लेस देन 90 पिपुल अल टुगेदर छौँ। त्यो मध्येमा 50% चाहिँ फ्याकल्टी पुल छ र 50% चाहिँ एडमिनिस्ट्रेसन म्यानेजमेन्टको टिम अनि सपोर्ट स्टाफहरूको टिम छ। फ्याकल्टिजहरू चाहिँ मोटामोटी त्यही 45-46 जना फ्याकल्टिजहरू विभिन्न विधाको हिसाबले होइन। अब हाम्रो
म्यानेजमेन्ट डिसिप्लिनमा हेऱ्यो भने एचआर हुन्छ, ओडी हुन्छ होइन, अर्गनाइजेसन डेभलपमेन्ट अथवा ह्युमन रिसोर्स म्यानेजमेन्ट, प्रोजेक्ट म्यानेजमेन्ट अनि प्रोक्योरमेन्ट म्यानेजमेन्टका कुराहरू, अर्थात् कम्प्लिटली एउटा चाहिँ पब्लिक फाइनेन्सियल म्यानेजमेन्टका विभिन्न आस्पेक्टहरू होइन, प्लानिङ बजेटिङ का कुराहरू, अडिटिङका कुराहरूदेखि लिएर यो विधा एउटा छ। अर्को हामीसँग चाहिँ डेभलपमेन्ट एडमिनिस्ट्रेसनको विधा छ कि एउटा चाहिँ यता म्यानेजमेन्ट डेभलपमेन्टको छ। अर्को चाहिँ फ्याकल्टीलाई चाहिँ हेर्दाखेरि चाहिँ डेभलपमेन्ट एडमिनिस्ट्रेसनको हिसाबले गभर्नेन्स, पब्लिक पोलिसी होइन, सर्भिसेस, पब्लिक सर्भिसेस डिजाइन डेलिभरीको एस्पेक्ट र तपाईँले चाहिँ डेभलपमेन्ट एडमिनिस्ट्रेसनको हिसाबले अर्को फ्याकल्टी पुल छ। अब हामीलाई कस्तो हुन्छ भने हामीले अहिले सामान्यतया चाहिँ हामीले कस्तो अप्रोचमा काम गर्छौँ भने 70-30 जस्तो हुन्छ। 70 इन्टर्नल्ली हामीले म्यानेज गर्न कोसिस गर्छौँ, हाम्रो ब्यान्डविथलाई चाहिँ त्यही अनुसार चाहिँ एलोकेट गरेको हुन्छौँ। अनि मोटामोटी 30-40% चाहिँ रिसोर्स पर्सनहरू, एक्सपर्टहरू, टेक्निकल, कतिपय टेक्निकल विधा हुन्छ जस्तै अघि सरले भन्नुभयो प्रोक्योरमेन्ट, पब्लिक फाइनेन्सियल म्यानेजमेन्टका सर्टेन कोर एरियाहरू जस्तो अडिटिङ होइन, यस्तो विधाहरूमा चाहिँ हामीले बाहिरको मार्केटको रिसोर्स पर्सन एक्सपर्टहरूलाई चाहिँ प्रयोग गर्छौँ। बाहिर भन्दाखेरि चाहिँ स्टाफ कलेजभन्दा बाहिर भनेपछि एउटा त कोर गभर्मेन्ट फङ्सनमै काम गरेको गभर्मेन्ट मेकानिजमभित्रैका सिनियर अफिसियल्सहरू होइन, जोइन्ट सेक्रेटरिजहरू लाई हामीले पर्टिकुलरली काम गरिरहेको हिसाबले उहाँहरूलाई इन्भाइट गर्ने, उहाँहरूको स्किल सेटलाई चाहिँ त्यहाँ लिने एउटा छ। अर्को चाहिँ युनिभर्सिटिजहरूबाट पनि हामीले केही पर्टिकुलर एरियाहरूमा चाहिँ रिसोर्स पर्सनहरू इन्भाइट गर्छौँ। अनि अर्को भनेको चाहिँ खास गरेर थिङ्क ट्याङ्क्सहरू, रिसर्चर्सहरू बाहिर मार्केटमा बसेर काम गरिरहनु भएको र एक हिसाबले चाहिँ त्यो नलेज एक्सपर्टिज चाहिँ डेभलप गर्नुभएको मार्केटमा हुनुभएका चाहिँ व्यक्तिहरूलाई चाहिँ रिसोर्स पर्सनको हिसाबले हामीले इन्भाइट गर्छौँ। र अहिले पछिल्लो समयमा अब एउटा टेक्नोलोजीलाई पनि लेभरेज गर्दाखेरि चाहिँ हामीलाई अहिले के सजिलो भएको छ भने हामीले इक्वेल्ली इन्टरनेसनल एरिनामा बसेर नेपालीहरूले केही काम राम्रो गरिरहनु भएको छ। अर्थात् हाम्रो निकै बाहिर निकै देशहरूमा रहेका यस्तै हामी जस्तै संस्थाहरूसँग पनि एउटा सम्बन्ध छ र त्यहाँ हुनुभएका फ्याकल्टिजहरूलाई भर्चुअल मोडबाट अर्थात् टेक्नोलोजी युज गरेर होइन पनि उहाँहरूलाई ट्रेनिङमा समेत होइन, अब रिसर्चमा र अरू कुरामा इन्भल्भ गर्ने मात्र होइन, ट्रेनिङमा पनि हामीले भर्चुअल मोडबाट चाहिँ उहाँहरूलाई जोड्ने, उहाँहरूको नलेज स्किललाई चाहिँ हामीले लिने, हार्नेस गर्ने, त्यो पनि गरिरहेका छौँ। अहिले हामीले चाहिँ स्टाफ कलेजभित्रैको कोर एउटा फ्याकल्टीको पुल र मार्केट भन्नाले हामीभन्दा बाहिर हुनुभएको नेपाल सरकारमा काम गर्नुहुने, पब्लिक एजेन्सिजहरूमा काम गर्नुहुने, अर्थात् प्राइभेट सेक्टरमा पनि काम गर्नुहुने, युनिभर्सिटीमा काम गर्नुहुने र रिसर्च थिङ्क ट्याङ्कको हिसाबले काम गर्नुहुने जुन एक्सपर्टिज गेन गर्नुभएको हुन्छ उहाँहरूलाई चाहिँ हामीले चाहिँ इक्वेल्ली एउटा हामी रोस्टर कल गरेको हुन्छौँ, पब्लिकली कल गरेको रोस्टर हुन्छ। त्यो रोस्टरमा उहाँहरू आउनुभएको हुन्छ। सर्टेन उहाँहरूको चाहिँ कतिपय बेलामा त हामीले बोलाएर हामीले सानो सानो वर्कसपहरू गरेर त्यो ट्रेनिङ अफ ट्रेनर्स टाइपको प्रोग्रामहरू गरेर अनि उहाँहरूले बेसिकल्ली क्लासमा जाँदा वा चाहिँ सेसनहरू सञ्चालन गर्दाखेरि चाहिँ होइन टु डु होइन सर्टेन कुराहरू ख्याल गर्नुपर्ने कुराहरू त्यो चिजहरू हामीले चाहिँ त्यो गरिसके पछाडि हामीले चाहिँ रोस्टरबाट त्यस्तो हामी भित्रै नभएको र आवश्यक परेको रिसोर्स पर्सनहरू, फ्याकल्टीहरू चाहिँ पुल गरेर हामीले काम गर्ने गर्छौँ। ओके, थ्याङ्क यू सर। अनि जस्तै हजुरहरूको स्टाफ कलेजको फाइनेन्सिङ अथवा सोर्स अफ फन्ड चाहिँ तोकिएको बजेटबाट मात्रै हुन्छ कि अथवा कुनै लाइन एजेन्सीले छुट्टै लाउन मेरो सर्टेन टिमलाई ट्रेन गरिदिनु पर्यो भन्ने खालको पनि त्यो स्कोप छ अथवा कस्तो छ ट्रेन्ड हजुर? यो एकदमै एउटा संस्था बलियो हुनको लागि चाहिँ यो आस्पेक्ट चाहिँ एकदमै ख्याल गर्नुपर्ने कुरा रहेछ। अघि मैले हजुरहरूसँग के मेन्सन गरेको थिएँ भने हामी एउटा पार्लियामेन्ट्री एक्टबाट इस्टाब्लिस एउटा अटोनोमस एजेन्सी हौँ भनेपछि त्यो अटोनोमी इन्जोय गर्ने कुरामा चाहिँ रिसोर्स एकदमै महत्त्वपूर्ण कुरा हुन्छ, हामी सबैले बुझेको कुरा हो। अहिले हामीलाई एउटा सजिलो भनौँ के भनौँ, नेपाल सरकारले हामीलाई चाहिँ एउटा
सर्टेन हामीले प्रोग्रामहरू पेस गरिसकेपछि त्यसको अगेन्स्टमा चाहिँ एउटा ब्लक ग्रान्ट दिन्छ होइन, एउटा सिलिङ दिन्छ। हामीले कार्यक्रम प्रस्तुत गर्छौँ, सिलिङले दिन्छ, अनि त्योभित्र बसेर हामीले प्रिसाइजली प्रोग्रामहरूलाई चाहिँ एकदम क्यालेन्डर प्लान गरेपछि अनि त्यस पछाडि चाहिँ गभर्मेन्टले चाहिँ हामीलाई चाहिँ एउटा ब्लक ग्रान्ट दिन्छ। एउटा त्यो पाटो भयो, एउटा हाम्रो मेजर सोर्स त्यो भयो। त्यो चाहिँ मिनिस्ट्री अफ फेडरल अफेयर्स एन्ड पब्लिक जेनरल एडमिनिस्ट्रेसन मोफागाबाट हामी गभर्मेन्टसँग कम्युनिकेसन चाहिँ त्यो मार्फत गर्छौँ। हाम्रो लाइन एजेन्सी भनौँ, लाइन मिनिस्ट्री त्यो हुन्छ, त्यहाँबाट गर्छौँ। र हाम्रो बजेट लगायतको कुराहरू हामीले कुनै पनि रिसोर्स डिमान्ड गर्ने बेलामा चाहिँ त्यहाँबाट हामीले गर्छौँ। एउटा त्यो भयो। र हाम्रो मेजर फन्डिङ अथवा मेजर हाम्रो रिसोर्सको चाहिँ बास्केट होइन, हाम्रो पर्स भनेको चाहिँ त्यो हो। र नेक्स्ट भनेको चाहिँ अघि मैले हजुरहरूसँग मेन्सन पनि गरेको छु, हामीले चाहिँ गभर्मेन्ट अथवा अहिले पछिल्लो समयमा त गभर्मेन्ट इभन नन गभर्मेन्ट सेक्टर अथवा मल्टिल्याटरल एजेन्सिजहरू जस्तै वर्ल्ड ब्याङ्क, युएनडिपीका विभिन्न निकायहरू होइन, एडिबी अथवा इभन अरू बाइल्याटरल मल्टिल्याटरल एजेन्सिजहरूको पनि डिमान्डमा चाहिँ हामीले विभिन्न खालका चाहिँ परियोजनाहरू सञ्चालन गर्छौँ, खास गरेर पब्लिक सेक्टरको क्यापासिटी बिल्डिङसँग रिलेटेड। र त्यसबाट हामीलाई सर्टेन रेभेन्यू चाहिँ त्यो चाहिँ कस्ट कभर भएर पनि सर्टेन रेभेन्यूहरू चाहिँ हामीले त्यसबाट, किनभने हाम्रो ब्यान्डविथ प्रयोग भएको हुन्छ, त्यो हिसाबले चाहिँ त्यहाँबाट एउटा रेभेन्यूहरू आउँछ। अर्थात् कन्सल्टिङको मोडलबाट पनि होइन, रिसर्च कन्सल्टिङ अथवा चाहिँ प्रोग्रामहरूको ट्रेनिङ कन्सल्टिङ अथवा अर्गनाइजेसन डेभलपमेन्टको कन्सल्टिङबाट हामीले रिसोर्स चाहिँ त्यहाँबाट पनि केही जेनेरेट हुन्छ। र अर्को भनेको अघि उल्लेख गर्नुभएको थियो, कहिलेकाहीँ चाहिँ कुनै मिनिस्ट्रीले हामीले क्यालेन्डर राखेको प्रोग्रामहरू मात्र होइन, एडिसनल्ली उसले चाहिँ स्पेसिफिक एरियामा जस्तो यो खालको प्रोग्राम गरिदिनु पर्यो भन्ने खालको चाहिँ रिक्वेस्ट मन्त्रालयले अथवा अरू विभिन्न पब्लिक सेक्टरका एजेन्सिजहरूले हामीलाई गर्नुहुन्छ। अनि त्यस बापत चाहिँ हामीले के हुन्छ, त्यो चाहिँ इयरमार्क होइन, बजेटमा हुँदैन नि त। त्यो त इयरमार्क बजेटमा भएकोलाई चाहिँ गभर्मेन्टले फन्डिङ गर्यो, इयरमार्क बजेटमा हुँदैन। तर इन बिट्विन चल्दै जाँदाखेरि चाहिँ गभर्मेन्टकै एजेन्सिजहरू पब्लिक सेक्टरहरूबाट चाहिँ त्यस्तो डिमान्डहरू आयो भने त्यसको चाहिँ हामीले के गर्छौँ भने एउटा हाम्रो सर्टेन गाइडलाइनमा बसेर बजेटिङ गर्छौँ र त्यसबाट चाहिँ हामीले फेरि के गर्छौँ, त्यो स्पेसिफिक प्रोग्राम गर्नको लागि चाहिँ हामीले चाहिँ फेरि त्यहाँबाट फाइनेन्सिङहरू आउँछ। अनि त्यो गर्दाखेरि पनि के हुन्छ भने हामीलाई चाहिँ सर्टेन त्यसबाट रेभेन्युजहरू आउँछ। भनेपछि हाम्रो अहिले मोटामोटी चाहिँ 3वटा होइन, एउटा गभर्मेन्टको एकदमै इयरमार्क भएका कार्यक्रमहरू, यो वर्ष हामीले 100वटा प्रोग्राम गर्ने, त्यो मध्येमा 20वटा रिसर्च गर्ने, 80वटा ट्रेनिङ गर्ने, अनि भनौँ न अथवा चाहिँ 75 ट्रेनिङ गर्ने, अनि 5वटा चाहिँ कन्सल्टिङ गर्ने भन्यो भने 100वटा इभेन्टको लागि 100वटा प्रोग्रामको लागि गभर्मेन्टले फाइनेन्सिङ गर्यो भने त्योभन्दा एडिसनल प्रोग्रामहरू इयरमार्क नभएको केसमा चाहिँ हामीले त्यो दुईवटा अप्रोचबाट, आइदर कन्सल्टिङको अप्रोचबाट अथवा चाहिँ अन डिमान्ड भएको, त्यो पनि कन्सल्टिङमै पर्छ, त्योबाट चाहिँ हामीले रेभेन्यू जेनेरेट गर्छौँ। र त्यसले हामीलाई कहाँनिर सजिलो बनाउँदो रहेछ भने सर्टेन कुराहरू हामी आफैले स्टाफको डेभलपमेन्टका कुराहरू, इन्स्टिट्युसनल डेभलपमेन्टका कुराहरू गर्नको लागि चाहिँ हामीलाई चाहिँ थप रेभेन्यू अर्थात् थप सोर्स चाहिँ त्यहाँबाट प्राप्त हुँदो रहेछ। इन्ट्रेस्टिङ, थ्याङ्क सर। सबैजनाको जानकारीको लागि चाहिँ हामी ठिक 4:30 बजे चाहिँ यो प्रोग्राम टुङ्ग्याउने टार्गेट गर्छौँ। त्यही भएर बिचमा 2 चरणको क्वेसन आन्सर्स पनि अडियन्सबाट म लिन कोसिस गर्छु। त्यही भएर सरलाई सोध्नुपर्ने के क्वेसन्सहरू छ भनेदेखि प्रिपेयर्ड भइराख्नु होला। सर, अब अलिकति स्टाफ कलेजबाट फरक प्रसङ्गमा म हजुरलाई सार्न खोजेँ। जस्तै हजुरको सुरुवाती क्यारियरमा चाहिँ थिङ्क ट्याङ्क्स, रिसर्च एजेन्सीहरूमा पनि काम गर्नुभयो र भरतपुरमा पनि हजुरले लामो समय बसेर टिचिङ गर्नुभयो होइन। अनि अहिले आएर स्टाफ कलेजको रोल, सिनियर डिरेक्टरको रोलमा हुनुहुन्छ। हजुरले यसरी सरसर्ती हेर्दाखेरि चाहिँ प्राइभेट सेक्टरको वर्क कल्चर, सिभिल सोसाइटी अर्गनाइजेसन्सका वर्क कल्चर र हाम्रो सरकारी संयन्त्रभित्र चलिआएको सिस्टम दाँच्दाखेरि चाहिँ जस्तै एक अर्काबाट सिक्नुपर्ने अथवा
लिन सकिने अथवा के कस्तो कस्तो खालको त्यसलाई कसरी निहाल्नुहुन्छ सर? एकदमै यो मलाई गरुङै क्वेसन लाग्छ यो होइन। पक्कै पनि मैले आफ्नो करियर चाहिँ आफ्टर माई फर्स्ट मास्टर्स डिग्री मैले साउथी जुन बालुवाटारमा छ WTO का इस्युहरूमा अथवा ट्रेडका इस्युहरूमा एज अ थिङ्क ट्याङ्क एजेन्सी काम गर्छ। मैले त्यहाँबाट आफ्नो करियर सुरु गरेको एज अ रिसर्चर। अनि त्यहाँ चाहिँ कस्तो थियो भने मैले वर्क कल्चरकै हिसाबले कुरा गरौँ, त्यो एकदमै सानो टिम तर एकदमै फोकस्ड, किनभने हाम्रो काम गर्ने एरिया के हो र केमा काम गर्छौँ भन्ने एकदम पोइन्टेड थियो। त्यो पोइन्टेड भएको हुनाले चाहिँ त्यो सानो टिमले काम गर्ने र काम गर्दाखेरि पनि एउटा एकदम कोजी इन्भाइरोमेन्टमा काम गर्ने हुन्थ्यो। र त्यहाँनिर चाहिँ डिसिजन्सहरू गर्ने कुराहरूमा कुनै डिलेजहरू नहुने, किनभने तत्कालै ल यस्तो गर्नुपर्छ भनिसकेपछि तत्कालै डिसिजन गर्न सकिने होइन। एक्जिक्युटिभ डिरेक्टर अल टाइम अभाइलेबल हुने, अनि अरू टिमको मेम्बरहरू पनि हुने, ल यो काम गर्दाखेरि यो खालको अप्ठ्यारो पऱ्यो, यसमा केही डिसिजन गर्नु पऱ्यो भनेपछि तुरुन्तै गर्न सकिने एउटा चाहिँ सानो छरितो अर्गनाइजेसनको चाहिँ वर्क कल्चरको हिसाबले चाहिँ त्यो काम गर्न चाहिँ कहिल्यै पनि त्यस्तो खालको ह्यासल चाहिँ आई नेभर फेल्ट देयर। एउटा त्यो पार्ट हो। त्यहीँनिर अर्को इन्ट्रेस्टिङ कुरा के छ भने जस्तो त्यो सेल्फ अकाउन्टेबल हुने कुरा चाहिँ आई लर्न देयर। त्यो के रहेछ भन्दाखेरि चाहिँ जस्तो यहाँ पनि त्यो कल्चर छ जस्तो लाग्छ मलाई। जस्तो टार्गेट एउटा छ, विकली टार्गेट छ अथवा चाहिँ फोर्टनाइटली एउटा टार्गेट छ। हामी विकको सुरुमा अथवा अन्तिममा एउटा सबैजना बसेर कसले के गर्दैछ, कहाँ केमा काम गर्दैछ त्यो बारेमा एउटा डिस्कसन गऱ्यो। र मैले चाहिँ अरू मेरो टिम मेम्बरबाट कसैबाट केही असिस्टेन्सी गर्नु छ भने त्यो कुरा चाहिँ ल मलाई यसमा काम गर्नु छ, मैले फलानुसँग अथवा यो मिस्टर XY सँग चाहिँ यो काम चाहिँ सहयोग लिनुपर्ने छ भनेपछि मैले 1 हप्ताको अथवा 2 हप्ताको मेरो प्लान हुन्छ। त्यो काम चाहिँ मैले 1 हप्ता अथवा 2 हप्ता जति तोकिएको समय हो त्योभित्र गर्दाखेरि बाँकी मैले त्यसलाई चाहिँ आफ्नो हिसाबले एफिसियन्टली म्यानेज गरेँ भने बाँकी समय चाहिँ मैले एकदम कम्फोर्टेबल्ली आफ्नो अरू कुराहरू चाहिँ गर्न सक्ने एउटा त्यो विषय छ। अब एउटा त्यो चाहिँ एउटा फरक वर्क कल्चर हुन्छ। जुन कुरा चाहिँ जति अर्गनाइजेसन चाहिँ ठुलो हुँदै गयो, अर्गनाइजेसन ठुलो हुँदै जाँदाखेरि कम्प्लेक्सिटीहरू, डिसिजन गर्ने कुराहरू फराकिलो हुँदै जाने कुराले गर्दाखेरि चाहिँ सायद मलाई चाहिँ नेपाल सरकारको सिस्टमै भित्र बसेर काम गरेको एकदम होइन त्यही भित्रको अनुभव चाहिँ त छैन। तर एज अ रिसर्चर होइन त्यहाँभित्र फेरि कन्सल्टिङको विभिन्न काममा सँगै काम गरेको र मैले स्टाफ कलेजमा एज अ फ्याकल्टी 14 वर्ष काम गर्दाखेरि मेबी मैले होइन 8-10 हजार भन्दा बढी नेपाल सरकारको अफिसर एन्ड एबोभ होइन सचिवज्यूहरूसम्मको तहसँग विभिन्न हिसाबले काम गर्दाखेरि चाहिँ मलाई लागेको के भने त्यहाँभित्रको कम्प्लेक्सिटी चाहिँ अलिकति साना छरिता अर्गनाइजेसनहरूभन्दा फरक छ है, फरक छ। तर त्यहाँभित्र एउटा राम्रो पक्ष के छ भने हाम्रो एउटा चाहिँ रियलाइजेसन चाहिँ नलेज र स्किल सेटको हिसाबले धेरै प्रब्लम छैन त्यहाँभित्र है। हजुरहरूले यसो याद गर्नुभयो भने गभर्मेन्टभित्र काम गर्ने, त्यो एजेन्सीभित्र काम गर्नेहरूमा चाहिँ त्यो काम गर्नको लागि चाहिने सर्टेन डिग्री अलरेडी तोकिएको हुन्छ। फेरि कन्टिन्युस हिसाबले उहाँहरूको चाहिँ डेभलपमेन्टको चाहिँ होइन नलेजलाई अलिकति बढाउँदै जाने हिसाबले नेसनल इन्टरनेसनल एक्सपोजरहरू पनि त्यत्तिकै हुन्छ। डिस्कोर्स गर्ने होइन स्पेसहरू पनि त्यहाँभित्र हुन्छ होइन। लट अफ मिटिङ्स, लट अफ डिस्कसन्स द्याट ह्यापन विदिन द सिस्टम। त्यो फेरि त्यो स्ट्रेन्थ पनि हो। त्यो नलेज स्किल सेटको हिसाबले उहाँहरूमा त्यस्तो धेरै ग्याप हामीलाई फिल हुँदैन। अलिकति अब अहिले त्यो कुरा पछि पनि जोडौँला, कहीँ आउँछ पक्कै पनि। त्यो किन काम गर्ने बेलामा चाहिँ फेरि त्यो कुरा किन रिफ्लेक्ट भइरहेछन् भन्ने क्वेसन चाहिँ छ, त्यसमा पछि पनि छलफल गरौँला। अब त्यो स्ट्रेन्थको हिसाबले अनि रिसोर्सको कहिले पनि त्यहाँ हामीले जति रिसोर्स पुवर कन्ट्री हो भने तापनि विदिन द सिस्टम चाहिँ रिसोर्सको तपाईँ हामी बाहिर बसेर अरू संस्थामा बसेर काम गर्दा जुन हिसाबले हामी रिसोर्समा अलिकति ख्याल गर्नुपर्ने हुन्छ, अलिकति कहिलेकाहीँ भल्नरेबल पनि फिल हुनसक्छ, त्यो चाहिँ त्यहाँभित्र हुँदैन। किनभने त्यो गभर्मेन्टको एसुरेन्स छ नि त, त्यहाँ गभर्मेन्ट आफै हो, त्यो एसुरेन्स सधैँ छ। अब
पर्टिकुलरली अब हामी जस्तो संस्थामा आएर कुरा गऱ्यो भने चाहिँ हामी जस्तो नेचरको संस्थाहरू थुप्रै छौँ। त थुप्रै मध्येमा धेरैको चाहिँ अघि भनेको रिसोर्सलाई कसरी त्यो पोर्टफोलियोको हिसाबले अलिकति डाइभर्स कुरालाई चाहिँ हार्नेस गर्ने कुरामा चाहिँ आफ्ना आफ्नै समस्याहरू पनि छन्। त्यो आफ्नो ठाउँमा छ। अब स्टाफ कलेजमा पर्टिकुलर फोकस भएर हेऱ्यौँ भने चाहिँ हामीले अघि भनेको अप्रोचबाट काम गर्दै गर्दाखेरि चाहिँ रिसोर्समा त्यस्तो धेरै अप्ठ्यारो कठिनाइ छैन। अनि काम गर्ने भित्रको सिस्टम सानो टिम हो नि त, बिलो 100 को भनेको त सानो हो। तर हामी पनि फेरि फोकस्ड हिसाबले नै काम गर्छौँ, ट्रेनिङ रिसर्च कन्सल्टिङमा फोकस भएर काम गर्छौँ। गर्दाखेरि र हामीले आफूले चाहिँ काम गर्ने कुरालाई नै महत्त्व दिएर त्यसैमा इन्सेन्टिभ जे छ त्यसैमा काम गर्ने एउटा कल्चर डेभलप गरेको हुनाले पछिल्लो समयमा हामी जस्तो संस्थाभित्र पनि फेरि त्यो मैले भने नि गभर्मेन्टको ठुलो ब्युरोक्रेसीको जस्तो ह्यासल्सहरू चाहिँ छैन। जस्तो हामी आफूले पर्टिकुलरली भन्नु पऱ्यो भने डिसिजन्सहरू हामीले एकदम कलेक्टिभली हाम्रो सानो एउटा बोर्ड छ होइन, त्यो सानो बोर्डले चाहिँ तुरुन्तै आएका समस्याहरूलाई अथवा डिसिजन गर्नुपर्ने कुराहरूलाई चाहिँ सँगै बसेर छलफल गरेर एकदमै तुरुन्तै हामी डिसिजनहरू गर्ने। कम्युनिकेसन पनि एकदमै अहिले पछिल्लो समय चलेका सबै खालका चाहिँ कम्युनिकेसनको अप्रोचहरू सबै एडप्ट गरेर तुरुन्तै जस्तो 10 मिनट विदिन 10 मिनट हामीले एउटा एकदम इम्पोर्टेन्ट मिटिङ गर्नु पऱ्यो भने हामीले चाहिँ सबैजनालाई होइन वान सर्ट एउटा सर्कुलेट गरेर एउटा वाट्सएपमा अथवा चाहिँ हाम्रो आफ्नै प्लेटफर्ममा एउटा सर्कुलेट गरे पछाडि हामी एकदम अनेस्टली त्यहाँ बसेर छलफल गर्ने डिसिजन गर्न सक्छौँ। अर्थात् त्यो वर्क कल्चर भनेको चाहिँ आफै क्रिएट गर्ने कुरा पनि रहेछ होइन। त्यो अलिक कम्प्लेक्स हुँदै गएको सिस्टममा चाहिँ अलिकति गाह्रो पनि छ होला त्यसलाई करेक्सन गरेर ल्याउने। अब हाम्रो जस्तो अर्गनाइजेसनमा चाहिँ हामीले धेरै कम्प्लेक्स अथवा धेरै खालको चाहिँ त्यो अप्ठ्यारो चाहिँ बनाएको छैनौँ। त्यो हुनाले डिसिजन गर्ने लेयरहरू पनि त्यस्तो अप्ठ्यारो छैन। हाम्रो अर्गनाइजेसनको नेचर पनि अलि फ्ल्याट खालको छ र म्याट्रिक्स अर्गनाइजेसनको हिसाबले पिपुलहरू चाहिँ पुलमा भएर जताततै काम गर्ने हिसाबले गरेको हुन्छ। अनि त्यो भइसके पछाडि चाहिँ डिसिजन गर्ने सर्टेन पोइन्टहरू छ र सर्टेन डिसिजनहरू गर्न अटोनोमी अथवा सेमी अटोनोमी चाहिँ छ। त्यो भइसके पछाडि डिपार्टमेन्टको लेभलमा डिसिजन गर्न सकिहालिन्छ तुरुन्तै। 4 जना 5 जनाको टिम हुन्छ, ल बसौँ यो कुरा छ भनेर छलफल गऱ्यो, तुरुन्तै डिसिजन गऱ्यो, त्यसलाई एक्जिक्युट गर्न पाइहाल्यो होइन। कार्यकारी निर्देशकलाई चाहिँ हामीले यस्तो गर्दैछौँ यो भयो है भनेपछि त्यो भयो। गिभन प्रोग्रामको फ्रेमवर्कभित्र सर्टेन कुराहरू चाहिँ हामीले अलिकति हाम्रो आफ्नो बोर्डमा लानुपर्छ, त्यो एकदमै कम छ। त्यहाँ पनि धेरै अप्ठ्यारो छैन होइन। किनभने त्यसको लागि म अहिले पछि पनि जोडौँला, त्यसको लागि संस्थाले आफ्नो काम गर्ने मोडालिटी कल्चर कस्तो बनाएर आउँछ भन्ने कुराले पनि फरक पार्दो रहेछ। त्यही व्यक्तिहरू नेपाल सरकारकै व्यक्तिहरू चाहिँ विभिन्न अरू बोर्डमा बस्दाखेरि काम गर्न कम्प्लेक्सिटी हुन्छ, तर हाम्रो बोर्डमा बस्दाखेरि चाहिँ त्यो कम्प्लेक्सिटी नभएको पनि हामीले पाएको छौँ है। भनेपछि त्यसको अहिले पछि छलफल पनि गरौँला। त्यो हुनाले चाहिँ मैले 3टा खालका अर्गनाइजेसनको कुरा गरेँ। एउटा चाहिँ साउथी जस्ता होइन, साउथी म एनडिआरआई भन्ने संस्थामा काम गरेँ, म युनिभर्सिटीमा काम गरेँ, विभिन्न युनिभर्सिटीमा गएर मैले अन एन्ड अफ विभिन्न हिसाबले काम गर्दाखेरि 8-10 वर्ष युनिभर्सिटीको सिस्टममा पनि काम गरेँ होइन। युनिभर्सिटीको सिस्टम बेग्लै हो। एज अ फ्याकल्टी चाहिँ तपाईँ धेरै एडमिनिस्ट्रेसनमा छिर्नु नै हुँदैन, त्यहाँनिर अप्ठ्यारो हुँदैन। एज अ फ्याकल्टी एज अ प्रोफेसर यु डोन्ट ह्याभ टु बी इङ्गेज इन एडमिनिस्ट्रेसन, ब्युरोक्रेसीभित्र छिर्नु पर्दैन। त्यहाँनिर धेरै अप्ठ्यारो मलाई फिल भएन होइन, आई डिडन्ट फिल। किनभने त्यो रोलमा गयो भने त्यो रोलले गर्ने हो। त्यहाँभित्र पनि अर्को खालको समस्या होला त्यो एडमिनिस्ट्रेसनको भित्रपट्टि, तर एज अ फ्याकल्टी एज अ प्रोफेसर चाहिँ धेरै कम्प्लेक्सिटी आई डोन्ट फेल्ट। अनि दोस्रो भनेको चाहिँ गभर्मेन्टको ब्युरोक्रेसीको सिस्टमभित्रको अब त्यो अलिकति कम्प्लेक्स छ, हामीले देखे सुनेको जस्तो कम्प्लेक्सिटी छ पनि होइन। डिसिजन गर्ने लेयरहरू बढी छ, रिपोर्टिङको कुराहरू चाहिँ अप्ठ्यारो छ होइन। अनि भएको कुराहरूमा अकाउन्टेबिलिटी इन्स्योर गर्ने कुरा पनि अलिकति च्यालेन्जिङ छ होइन। भरिसके त्यो चाहिँ आफूले जवाफ दिनु नपर्यो हुन्थ्यो भन्ने चाहिँ छ, किनभनेदेखि त्यसको आफ्नै कथाहरू छ क्या फेरि होइन। किन नलिने भन्दाखेरि छ नि त विभिन्न होइन, अख्तियारसँग डराउने अथवा महालेखा परीक्षकसँग डराउने विभिन्न कारणले अकाउन्टेबिलिटी सकेसम्म त्यो मैले गरेको भनेर कसैले पनि लिन नखोज्ने खालको छ होइन। अब हामी कहाँ चाहिँ के छ भने सकेसम्म यो मैले गरेको यो राम्रो भयो मैले गरेँ भनेर जस लिन पऱ्यो, भए पनि अगाडिसम्म एकाउन्टेबिलिटी लिने त्यो खालको कल्चर चाहिँ बिस्तारै हामीले डेभलप गर्न कोसिस गरेका छौँ। र हाम्रो वर्किङ इन्भाइरोमेन्ट चाहिँ हामी आफैले फरक हिसाबले गभर्मेन्टलाई चाहिँ एउटा सिकाउने संस्थाको हिसाबले आफै पहिला उहाँहरूले हेरेर पनि सिक्ने इन्भाइरोमेन्ट बनाउनुपर्छ भनेर हामीले त्यो
हेरेर सिक्ने इन्भाइरोमेन्ट चाहिँ हामीभित्र बनाएको छौँ। हस्, थ्याङ्क यू। हजुर, त्यो त एकदम इन्ट्रेस्टिङ दुइटा फरक संसार भनौँ न, सरकारभित्र बाहिर बसेर निहाल्दाखेरिको त्यो सिस्टम डेफिनेटली त्यसले लिडरसिप अप्रोच जस्ता कुराले त्यो वर्क कल्चर नै कुन डिरेक्सनमा जान्छ, कुन स्पिडमा जान्छ भन्ने कुरा सरले औल्याउनु भयो। मैले यही प्रसङ्गमा अझै गइरहेर एउटा प्रश्न हजुरलाई सोध्न चाहेँ। जस्तै अब कुनै पनि एउटा कर्मचारीको पर्फर्मेन्स चाहिँ इन्सेन्टिभसित पनि लाइन्ड अप हुन्छ र डिसइन्सेन्टिभसित पनि हुन्छ। सरले कतै जस्तै अब कतिपय प्लेटफर्म्समा बेला बखतमा कुरा आउँछ निजामती सेवामा हायर एन्ड फायरको सिस्टम इन्ट्रोड्युस गर्ने कि भनेर, हजुरको आफ्नो पर्सनल भ्युजमा चाहिँ जस्तै अथवा हजुरले अध्ययन गर्दाखेरि बाहिरका सिस्टम्सहरू पनि स्टडी गर्नुभयो होला होइन, यो जस्तै हायर एन्ड फायरले गर्दाखेरि मान्छेको त्यो क्लज हुनु र नहुनुमा मान्छेको पर्फर्मेन्समा केही असर पर्छ कि पर्दैन, यो कसरी लिनुहुन्छ हजुरले यो कुरालाई? भेरी इन्ट्रेस्टिङ। अनि अहिले पछिल्लो समय अलिकति उठेको होइन, अलिकति बहसमा पनि कता कति आइरहेको एजेन्डा पनि हो यो, त्यो क्वेसन हो। अब हायर एन्ड फायर हाम्रो जस्तो कन्टेक्स्टमा कतिको फिट हुन्छ भन्ने कुरा चाहिँ त अब धेरै हिसाबले यसलाई त्यो तौलन अनुमान गर्न अझै धेरै यसलाई चाहिने इभिडेन्सहरू होइन अथवा इन्फर्मेसनहरू डेटाहरू एनालिसिसका एङ्गलहरू चाहिँ प्रशस्त अभाइलेबल छन् कि छैनन् आई डोन्ट नो होइन। कतिपय मुलुकहरू जसले यो हायर एन्ड फायर खास गरेर अब एउटा लेभलसम्म स्टाफ फङ्सनको हिसाबले एउटा लेभलसम्म चाहिँ त रेगुलर सिस्टम नै डेभलप गरेको देखिन्छ। केही सर्टेन माथिल्लो पदहरूमा गएर अब हायर एन्ड फायर अथवा जस्तै हामीले युएसकै इक्जाम्पल लियो भने जो प्रेसिडेन्ट आउनुहुन्छ उहाँले आफ्नो चाहिँ एडमिनिस्ट्रेसन चाहिँ टप लेभलको एडमिनिस्ट्रेसन चाहिँ आफ्नो फेभरमा आफूले काम गर्न सजिलो हुने हिसाबले बनाउने होइन, त्यो खालको अभ्यास त्यहाँ देखिन्छ। अब हामीले त्यस्तै कुरालाई भन्न खोजिएको हो भनेदेखि हाम्रो चाहिँ त्यो एक्जिक्युटिभ बडी कसरी फर्म हुन्छ, त्यसले त्यो कुरा माग्छ, जरुरत हुन्छ हुँदैन भन्ने प्रश्न छ होइन। युएसको मोडेल अर्कै किसिमले हुन्छ। अब मलाई अहिले लागेको चाहिँ एज अ पर्सनल्ली है, दिस इज नट इन्स्टिट्युसनल भ्यू अथवा चाहिँ अरू हिसाबले पनि होइन, तर मलाई एउटा पर्सनली लाग्ने कुरा चाहिँ जब हामीले एकदम धेरै व्यक्तिलाई चाहिँ सुरक्षित छ भन्ने हिसाबले हायर गर्छौँ नि, त्यहाँनिर चाहिँ पर्फर्मेन्स चाहिँ कम्प्रोमाइज चाहिँ भएको चाहिँ धेरै मुलुकको अध्ययन गर्दा देखिन्छ। जहाँ एकदम स्टेबिलिटी छ होइन, एकपटक त्यो हामी फनेलको हिसाबले फनेलको सानो उसबाट निस्केर अनि भित्र छिरिसके पछाडि चाहिँ फर्किन सकिँदैन नि, माछा भित्र छिरेपछि अनि फर्किँदैन नि होइन। जस्तै हाम्रो पनि यो अहिले पब्लिक सेक्टरको रिक्रुटमेन्टको हिसाबले हेऱ्यो भने छिर्न गाह्रो हो र, तर त्यस पछाडि चाहिँ एक खालको स्टेबिलिटी छ नि त, स्थायित्व छ, सेक्युरिटी छ होइन। अब हाम्रो गच्छे अनुसार भन्ने छ नि होइन, अब $1500 वरिपरि कमाउँछौँ भने त हाम्रो क्षमता त्यही हो। हामीले अर्को मुलुक चाहिँ जसले $80,000 पर क्यापिटा इन्कम छ त्यसको यस्तो छ, हाम्रो यस्तो किन भएन भनेर तुलनै मिल्दैन जस्तो लाग्छ मलाई होइन। इभन चाइनासँगै मिल्दैन, इन्डियासँगै मिल्दैन भनेपछि त्यसले एउटा आयाम निकाल्छ। तर हाम्रोमा मलाई लागेको चाहिँ अब त्यही बढी सेक्युरिटी तपाईँले छ भनेर हायर गर्दाखेरि चाहिँ पर्फर्मेन्स इन्स्योर गर्न चाहिँ गाह्रो हुँदो रहेछ। कोही कतै चाहिँ हामीले अब अलि बढी बरु डिस्पोजेबल इन्कमको हिसाबले चाहिँ बरु बेटर इन्सेन्टिभ होइन, मोनेटरी इन्सेन्टिभ, डिस्पोजेबल ठ्याक्कै मनी एट ह्यान्ड होइन, त्यसलाई अलिकति बरु राम्रो ह्यान्डसम दिने र धेरै कुराहरू चाहिँ पर्फर्मेन्ससँग जोडेर सर्टेन एउटा क्राइटेरियाभित्र उसले चाहिँ पर्फर्म गर्न सकेन भने चाहिँ फायर गर्न सकिने हिसाबले र लङ टर्म लायबिलिटी वा चाहिँ त्यो अघि भनेको स्थायित्व छ नि त्यस्तो चाहिँ इन्स्योर नगर्ने खालको मेकानिजम डेभलप गर्न सक्यो। मेबी त्यो हाइब्रिड हुनसक्छ, अघि मैले भनेको अघि हामीले जुन भनेको हायर एन्ड फायर युएसको मोडल र हामीले अहिले प्र्याक्टिस गरेको बिचको हाइब्रिड मोडल पनि हुनसक्छ। कतै त्यसमा जान्यो भने चाहिँ अहिले हाम्रो उसमा काम गर्नेहरूलाई चाहिँ त्यो इन्सेन्टिभ हुन्थ्यो कि राम्रो,
त्यसले गर्दा उसले अहिले तत्काल पर्फर्म गर्ने कुरामा ख्याल गर्थ्यो कि होइन। अहिले हजुरहरूले याद गर्नुभयो भने अब भनौँ न एउटा अधिकृत शाखा अधिकृतले लेस देन 45,000 ड्र गर्छ उसको स्यालेरी, अनि उसलाई चाहिँ महिना सेक्युरिटी छ, तर उसलाई के फिल भइरहेको हुन्छ भने अहिले तत्कालको आवश्यकताहरूमा धेरै कम्प्रोमाइज गरिरहेको हुन्छ कि। त्यो भइसकेपछि पर्फर्मेन्समा त्यो कतै कतै गएर त्यसले चाहिँ अप्ठ्यारो पारिरहेको हुँदो रहेछ। अब यसको ठाउँमा हामी एकछिन अज्युम गरौँ, यो मेरो इन्डिभिजुअल भनौँ न एउटा अन्डरस्ट्यान्डिङ हो, त्यसको ठाउँमा हामीले यसलाई 2 टाइम्स अथवा 3 टाइम्स उसलाई चाहिँ, किनभने यसो तपाईँले क्यालकुलेट गर्नुभयो भने झन्डै 2 टाइम्स त उसको सबै इन्स्योर गरेको हिसाबले हुन्छ क्या। भने त्यसलाई हामीले अहिले उसको डिस्पोजेबल इन्कमकै हिसाबले अहिले हामीले 1 लाख रुपियाँ दिन सक्ने भएर उसलाई चाहिँ पर्फर्मेन्सको हिसाबले होइन हरेक 2 वर्ष वा 3 वर्षमा उसको पर्फर्मेन्स राम्रोसँग रेटिङ गर्ने, त्यस पछाडि चाहिँ उसको चाहिँ कन्टिन्युटीको कुराहरूलाई चाहिँ इन्स्योर गर्दै जाने हिसाबले प्र्याक्टिस गर्ने हो भने मलाई लाग्छ उसले अहिले तत्काल पाएको पैसाले धेरै कुराहरू, तत्कालका आवश्यकताहरू, गाडी चढ्ने होला, अलि राम्रो घरमा बस्ने होला, अलिअलि सेयरमा लगानी गर्ने होला हो, त्यो हिसाबले चाहिँ पछिलाई राख्ने एउटा ठाउँमा छ। तर अहिले चाहिँ त्यसमा लगानी गरेर एन्टरप्रेन्योरसिपको अलिकति अर्को आयामहरू पनि त्यो गर्दै जाने, यता आफ्नो अहिलेको लाइफ होइन चाहिँ अलिकति इजी बनाउने हिसाबले गऱ्यो भने चाहिँ सायद त्यसबाट अलि बढी इन्सेन्टिभाइज भएको फिल गर्ने र अलि बढी मोटिभेटेड भएर पर्फर्मेन्स ओरिएन्टेड हुन्थ्यो कि भन्ने चाहिँ मलाई चाहिँ कता कता लाग्छ। त्यो हुनाले एकदमै हार्ड हामीले अन्डरस्ट्यान्ड गरेको हायर एन्ड फायर पनि हाम्रोमा अप्रोप्रिएट हुन्छ कि हुँदैन, आई डोन्ट नो होइन। त्यसको लागि फेरि फरक खालको चाहिँ हाम्रो गभर्नेन्सको मोडालिटी सिस्टम्सहरू अर्कै चाहिन्छ होला। र अहिलेकै जुन हिसाबले हामीले यति धेरै बलियो हिसाबले बनाएका छौँ नि, स्थायित्व दिएर बनाएको छौँ नि, र तिमी अहिले जागिर खाने बेलासम्म कसैले निकाल्न सक्दैन, पछि पनि तिमीलाई चाहिँ बाँचुन्जेल चाहिँ पेन्सन आउँछ अर्थात् सुरक्षा छ भन्ने हिसाबले हाम्रो गच्छे अनुसार स्वास्थ्यमा पनि केही सुरक्षा छ होइन, अरू हिसाबले पनि छ भने त्यसले अलि बढी लेथार्जिक भएको हो कि होइन। अब ठिकै छ, पर्फर्म गरे पनि छँदैछ, नगरे पनि छँदैछ भन्ने भएको हो कि होइन। पर्फर्म गर्न सकिनँ भने भोलि मेरो चाहिँ इभ्यालुएसन भएर म कन्टिन्यू नहुन पनि सक्छु भन्ने चाहिँ हुने खालको अवस्था भयो भने पर्फर्म गर्थ्यो कि। मेरो पर्सनल ओपिनियन चाहिँ त्यस्तो खालको छ। थ्याङ्क यू सर। राजेन सरले भन्नुभएको जस्तै लास्टमा चाहिँ त्यसले गर्दाखेरि चाहिँ मान्छे अलिकति लेथार्जिक हुने हो कि भन्ने क्वेसन चाहिँ अब हामी केलाउँदै पनि जाउँ। बिचमा यता अडियन्सबाट हजुरहरूको केही क्वेसन छ भनेदेखि यसो हात उठाएर इन्डिकेट गरिदिनुहोस् न। जस्तै हाम्रो ब्युरोक्रेसीमा चाहिँ नि सेलेक्टेड त हुन्छ होइन, मेरिटोक्रेसी त हुन्छ जस्तै, तर हामीले कतिपय कर्मचारीहरू चाहिँ उसको अब्टेन गरेको ऱ्याङ्क अनुसार पोस्टिङ गर्छौँ कि। जस्तै एउटा कुरा हो, ऊ 1 नम्बरमा आयो भने राजस्वमा जान्छ, त्यस्तो कुराहरू देखिरहेको हुन्छ नि त। मैले कतिपय ठाउँहरू जाँदाखेरि म यता अकाउन्टिङ पार्ट भएको भएर म एज अकाउन्टेन्ट म जस्तै ट्याक्स क्लियरेन्स लिनु जाँदाखेरि मलाई त्यहाँ फिल हुन्छ कि ट्याक्स क्यालकुलेसनमा उहाँहरूको मिस्टेक छ अरे। त्यस्तो स्टाफहरूलाई चाहिँ हजुरहरूले अब जस्तै स्टाफ कलेजको उयोबाट कसरी इम्पावर गर्न सकिन्छ। जस्तै अब कतिपय कुरा भनिन्छ, जस्तै जापानमा मलाई एकजना सरले भन्नुभएको थियो, हाम्रो भन्सारहरूमा हुने स्टाफहरू हुन्छ नि, अब भन्सारबाट हामीले इम्पोर्ट गरेर आएको इन्भोइस अनुसारको सामान हो कि होइन भनेर त्यो भन्सार चेक गर्नेले थाहा पाउँदैन हाम्रो त। अब जस्तै जापानमा भयो, उसले कटन इम्पोर्ट गर्दैछ भने त्यो सामान चेक गर्न कटन स्पेसलाइज्ड हुन्छ त्यहाँ मान्छे, तर हाम्रोमा त त्यो छैन। त्यस्तो स्टाफ चाहिँ कसरी इम्पावर गर्न सकिन्छ, हाम्रो त्यो चाहिँ एकदम ल्याक देख्छु क्या। अब मैले एउटा मात्रै भने मैले आफैले फिल गरेको हो, ट्याक्स अफिसमा बस्नुभएको जुन कर सङ्कलन गर्ने स्टाफ हुनुहुन्छ उहाँहरूसँग मलाई कर सङ्कलन गर्ने कर क्यालकुलेसन गर्ने क्षमता नै लाग्दैन कि। एकदम इन्ट्रेस्टिङ कुरा गर्नुभयो होइन। अब यसको हाम्रो अहिलेको ब्युरोक्रेसीको एउटा डिजाइन एरर छ कि। त्यो डिजाइन एरर के हो भने हामीले एकदम जेनरलिस्ट हिसाबले यसलाई फ्रेम गरेको छ है। तपाईँले मेरिट भन्नुभयो होइन, यो मलाई एकदम रमाइलो लाग्छ होइन। अनि मैले अहिले इन्टर्नसिपमा हुनुहुन्छ 203 जनालाई म आफैले वेलकम गरेको होइन। अफिसरहरू लोकसेवा आयोगको इक्जाम पास गरेर अनि टक्क
अपोइन्टमेन्ट भएपछि हामीकोमा आउनुभयो अनि उहाँहरूको डेटा हेरेको होइन तपाईँले राजस्व भन्नुभयो एन्ड आई फाउन्ड एमएससी जियो टेक्निकल साइन्स फ्रम सम युनिभर्सिटी अब्रोड है एमएससी जियो टेक्निकल साइन्समा गरेको मान्छे चाहिँ राजस्वमा आइरहनु भएको छ अनि अर्को को आउनु भएको छ भन्दा त्यो राजस्वमा आउनुभयो अर्कोमा चाहिँ संस्कृत महाविद्यालयबाट शास्त्री गरेको आउनुभएको छ मैले इक्जाम्पल भनेको तर अहिले पछिल्लो समय हेऱ्यो भने टेक्निकल साइन्सेसहरूबाट इन्जिनियरिङ लगायत होइन इभन मेडिसिनको डेन्टिस्ट्री अथवा पब्लिक हेल्थको विधाबाट कति हुनुहुन्छ है अनि उहाँहरू चाहिँ यो जेनरल उसमा आइरहनु भएको छ है अब यो यसको समस्या कहाँ बारे छ भनेर हेर्दै जाँदाखेरि चाहिँ एउटा चाहिँ हाम्रो हामीले पब्लिक सर्भिसलाई अनि लोकसेवा आयोगले गर्ने रिक्रुटमेन्टलाई चाहिँ हामीले एकदम द मेन स्ट्रिम अथवा मेन हामीले इम्प्लोइमेन्टको सेक्टर हो भन्ने अन्डरस्ट्यान्डिङ छ हाम्रो जबकि त्यस्तो होइन होइन हाम्रो एकदम राम्रो एन्टरप्रिनरसिप डेभलप भएको इन्डस्ट्रियलाइजेसन भएको अदर सेक्टरहरू प्राइभेट सेक्टर एकदम भाइब्रेन्ट भएको अवस्था हुन्थ्यो भने त मेजर इम्प्लोइमेन्ट सेक्टर त्यो हुन्थ्यो नि त होइन अनि त्यसलाई सपोर्ट गर्ने गभर्मेन्टमा बसेर सपोर्ट गर्ने एजेन्सीको हिसाबले मात्रै यतापट्टिको हुन्थ्यो त्यो देखियो एउटा अनि अझै पनि के अरे मेरिट चाहिँ आउने हो तर लोकसेवाको हाम्रो प्रोसेस भनेको चाहिँ एउटा केही पनि रिठो नबिराइकन सबै कुराहरू पुरा गर्ने होइन तर मेबी अब मार्केटमा त्यो निस्केका ग्रेजुएटहरूमध्ये चाहिँ द बेस्ट ब्रेन चाहिँ त्यो एप्लिकेसन प्रोसेसमा आउँछ त्यो गर्छ भन्न चाहिँ सकिँदैन यु क्यानट से जसले अप्लाई गर्नुहुन्छ अमङ देम जसले कुनै पनि प्रोसेसको एउटा सानो चिज पनि मिस गर्दैन हो नि त एउटा सानो मिस गरे त सेलेक्सनमा आउँदैन त्यो नगरिकन हरेक कुराहरू निटिग्रिटीहरू पुरा गरेर अनि त्यो एप्लिकेसनको पुलबाट चाहिँ अनि त्यस पछाडि एउटा हाम्रो फेरि अब टेस्ट गर्ने सिस्टम पनि कति साइन्टिफिक छ कति रिगरस छ केलाई हामी टेस्ट गर्छौँ भन्ने कुरामा पनि क्वेसन होला अब त्यसमा हामी अहिले नछिरौँ होइन त्यसको अर्कै डिस्कसन गर्न सकिन्छ भने त्यो त्यसरी आएकोलाई चाहिँ हामीले मेरिट भने तापनि यो चाहिँ अलिकति वेदर इट इज एक्चुअली अ मेरिट अर समथिङ एल्स है त्यो चाहिँ हामीले देखिरहेको एउटा क्वेसन हो होइन अनि त्यस कारणले एउटा त्यो छ समस्या को आउनुहुन्छ जस्तो तपाईँले राम्रा मुलुकहरूको हेर्नुभयो अथवा जापानकै इक्जाम्पल लिनुभयो भने अन्डरग्रेडदेखि नै म पब्लिक सर्भिसमा अथवा गभर्मेन्टमा काम गर्ने हो र गभर्मेन्टको पनि यो विधामा काम गर्ने हो भने आफूलाई त्यही अनुसारको ट्रेन गर्ने उसँग अवसर हुन्छ कि युनिभर्सिटी अथवा चाहिँ पोलिटेक्निक इन्स्टिच्युट अथवा चाहिँ स्कुल अफ गभर्मेन्टहरूको आइडियाले चाहिँ त्यसलाई त्यसरी चाहिँ भोलिका लागि त्यो तयार गरेर आउँछ अहिले पछिल्लो समय हामी कहाँ पनि अलिअलि जस्तै त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पसले बिपिए ब्याचलर्स इन पब्लिक एडमिनिस्ट्रेसन भन्ने कार्यक्रम चलाउँछ अनि त्यो गभर्मेन्टमा सर्भिस गर्ने फोकस छ त्यो मधेस युनिभर्सिटी खोल्यो मधेस युनिभर्सिटीले चाहिँ बिपिएएम भनेर एउटा प्रोग्राम सुरु गर्यो त्यो भनेको ब्याचलर्स इन पब्लिक एडमिनिस्ट्रेसन एन्ड म्यानेजमेन्ट भनेर सुरु गर्यो है अनि त्यहाँ चाहिँ अलिकति म्यानेजमेन्ट साइन्सको डिसिप्लिनलाई पनि लिएर आउने र पब्लिक एडमिनिस्ट्रेसनमा गएर काम गर्ने हिसाबले तपाईँले भनेको जस्तो भोलि ट्याक्सेसनमा फाइनेन्सिङमा होइन अथवा चाहिँ त्यहाँभित्रको चाहिँ पब्लिक फाइनेन्सियल म्यानेजमेन्टको विधामा काम गर्नलाई अलि बढी फोकस हुने गरी बनायो अनि त्यहाँ लको पनि इलेक्टिभ राख्यो अनि भोलि त्यहाँ काम गर्नेले अलिकति प्रशासनका क्षेत्रमा काम गर्छु भनेले लको कोर्स बढी गरेको देखिन्छ भनेपछि त्यो खालको चाहिँ हामीसँग एउटा टोटल इकोलोजी चाहिँ हामीले बनाउन सक्यौँ कि सकेनौँ भन्ने कुरा चाहिँ रहेछ अर्को एउटा समस्या भनौँ अथवा हाम्रो एउटा डिजाइन जस्तो बनेको छ त्यसलाई हेर्दाखेरि चाहिँ हामीले यो क्याडर सिस्टम चाहिँ हामीले बनाएको छैनौँ कि जेनरलिस्ट हो नि त पुल हो नि त त्यही मान्छे विभिन्न ठाउँमा काम गर्छ नि त मलाई लाग्छ कि जस्तो इन्डस्ट्रीलाई फेसिलिटेट गर्ने अथवा उद्योग विभाग होइन उद्योगको विभिन्न उद्योग मन्त्रालय उद्योग विभाग हुँदै जिल्ला स्तरमा उद्योग कार्यालयहरूमा काम गर्ने क्याडरले पब्लिक सेक्टर उद्योगीहरूसँग प्राइभेट सेक्टर उद्योगीहरूसँग कसरी काम गर्नुपर्छ होला होइन त्यो चाहिँ एउटा छुट्टै क्याडर अथवा वाणिज्यको होइन ट्रेडको छुट्टै क्याडर कम्युनिकेसनसँग काम गर्ने छुट्टै क्याडर यदि त्यस्तो क्याडरमा गएको भएदेखि उसले एन्ट्री लेभलमा क्याडर सेलेक्सन गरेर जस्तो इन्डियामा किन राम्रो छ भनेर क्याडर सिस्टम हो त्यो
इभन बङ्गलादेशमा देयर इज अ क्याडर सिस्टम 29 क्याडर्स दियो होइन 29 क्याडर छ सुरुमा ऊ एन्ट्री गर्दा कम्युनिकेसन क्याडरमा एन्ट्री गर्यो भने ऊ कम्युनिकेसन क्याडरबाटै जोइन्ट सेक्रेटरी हुँदै सेक्रेटरी हुन जान्छ कि अडिट क्याडरमा ऊ एन्ट्री गर्यो भने अडिट टु अडिट जस्तो अडिट त हाम्रोमा पनि क्याडर छुट्टै छ होइन तर सर्टेन अब जस्तो अरू हेर्नुभयो भने त उपसचिवसम्म क्याडर जस्तो देखिन्छ अनि त त्यो मर्ज भइहाल्छ माथि मर्ज भइहाल्छ होइन त्यो भएको हुनाले पनि उसको त्यो एक्सपर्टिज चाहिँ कुन विधामा त्यो गभर्मेन्टको सिस्टमभित्र पनि कुन विधामा ऊ चाहिँ वास्तवमा एक्सपर्ट हुने हो भन्ने कुरा चाहिँ खुल्दैन कि उसलाई के लाग्छ भने आज म यो ठाउँमा काम गरिरहेको छु भोलि अघि मैले इक्जाम्पल दिएको जस्तो होइन जस्तो ल्यान्ड क्याडर हुन्छ कि मैले बङ्गलादेशमा हेरेको त्यहाँ चाहिँ ल्यान्ड एडमिनिस्ट्रेसनको क्याडर छ होइन अर्थात् प्रशासनमा पनि ल्यान्ड छानेर गयो भने त्यो ल्यान्डमै एक्सपर्टाइज गर्दै जान्छ तर हामी कहाँ केही समय मालपोतमा काम गर्छ त्यसपछि संस्कृति मन्त्रालय अन्तर्गत पुरातत्व पट्टि काम गर्छ अनि उता सहकारीमा काम गर्छ अनि त्यो यति धेरैतिर काम गर्छ कि ऊ चाहिँ जेनरलिस्ट हुन्छ कोर त्यही भएर हामीले कोर कम्पिटेन्सी भनेको चाहिँ त्यो मान्छे जहाँ भए पनि फन्डामेन्टल कुरा चाहिँ गर्न सकोस् भन्नेमा फोकस हुनु पऱ्यो कि हो त्यही भएर स्टाफ कलेजले पनि कोर्सहरू डिजाइन गर्दाखेरि चाहिँ आज हामीले कहिलेकाहीँ इन्ट्रेस्टिङ लाग्छ 1 महिनाको 30 वर्किङ डेजको ट्रेनिङमा आउँदाखेरि त्यो मान्छे त्यही बेलामा एकपल्ट ट्रान्सफर भइहाल्छ कि इन बिट्विन है अहिले एउटा भनेर आएको छ त्यहाँ व्यवस्था बस्दै अर्कोमा ट्रान्सफर हुन्छ एकदमै नमिल्ने दुईटामा हुन्छ वाणिज्यमा थिए भन्छ अर्को पटक प्लानिङमा आउँछ है होला वाणिज्यको कुरा प्लानिङमा अलिअलि मिल्ला तर एक्चुअली द्याट इज नट अ क्याडर नि त स्पेसलाइज त होइन नि त होइन हो त्यो एउटा हाम्रो डिजाइनमा चाहिँ अलिकति इस्यु छ है अब अहिले पछिल्लो समय चर्चामा भएको निजामती सेवा ऐनले त्यसलाई अलिकति एड्रेस गरेर होइन ल्याउन सके चाहिँ यो क्याडर केही सुझावहरू गएका छन् क्याडर चाहिँ यसरी गर्न सकिन्छ भन्ने त्यो क्याडरहरू अलिकति मिलेर आइदिएदेखि चाहिँ स्पेसलाइज पनि अलिकति भएर आउँथ्यो होइन क्याडर नभएर हामीले जेनरलिस्ट गर्दाखेरि चाहिँ त्यो अघि तपाईँले भन्नुभएको जस्तो ट्याक्समा अझ बरु के होला भने सर्टेन इयरसम्म ट्याक्समै काम गर्ने छ कि राजस्वमा होइन उसलाई त अब त्यो जियोलोजी पढेर आएको भयो भने ट्याक्समा आएपछि उसले ट्याक्सको चाहिँ फन्डामेन्टल्सहरू ट्याक्सको छुट्टै इन्स्टिच्युट छ होइन पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट के अरे पब्लिक फाइनेन्समेन्टको के अरे फाइनेन्सको ट्रेनिङ सेन्टर छ उसले ट्याक्सका विधिहरू आदि कुराहरू गराउँछ तर के भएन भने तपाईँले भनेको जस्तो उसको बेसिक एजुकेसन र त्योसँग होइन जोडिएन जागिर खोज्ने क्रममा अल अफ अ सडन त्यहाँ पुगेको जस्तो भयो है त्यो भइसके पछाडि चाहिँ उसको फन्डामेन्टल एउटा नलेजले चाहिँ उसलाई त्यो कुरा क्याच गर्न गाह्रो हुने रहेछ मैले एकजनासँग कुरा गरेको थिएँ तपाईँले भनेको जस्तै पोस्टिङ चाहिँ के अरे सेलेक्सन चाहिँ मेरिटमा राजस्वमा भयो बट एक्चुअली हि कम्स फ्रम इन्जिनियरिङ है इन्जिनियरिङबाट आएको मान्छे है इन्जिनियरिङबाट आएको मान्छे त्यो पनि इलेक्ट्रिकल इन्जिनियरिङबाट ट्याक्समा भयो अनि मैले 2 वर्षसम्म पनि उहाँसँग कुरा गर्दाखेरि उहाँलाई ट्याक्सका फन्डामेन्टल सिक्दै गाह्रो भइरहेको थियो हो अब त्यो चाहिँ हाम्रो अलि रिक्रुटमेन्टमा जेनरलिस्ट बनाएर जोसुकै पनि जुनसुकैमा पनि आउन सक्ने गरी होइन बनाउँदाखेरि चाहिँ यो अलि स्पेसलाइज गरेर जाने कुरा चाहिँ अप्ठ्यारो भएको छ अनि तपाईँले अघि भनेको जस्तो जापान लगायत इन्डिया लगायत अरू देशहरूमा चाहिँ किन बढी अलिकति नलेज देखिन्छ आफ्नो विधामा भन्दाखेरि चाहिँ उनीहरूको एजुकेसन अनि सेलेक्सन र क्याडर डेभलपमेन्ट चाहिँ स्ट्रिमलाइन गरेर एउटै अलाइन गरेर चाहिँ लगेको छ त्यसले गर्दाखेरि त्यहाँ चाहिँ अलिकति स्पेसिफिक कम्पिटेन्सी नै त्यही एरियामा डेभलप भएको देखिन्छ मेरो प्रश्न चाहिँ यो बदलिँदो सूचना तथा सञ्चार प्रविधिको कुराहरूलाई लिएर छ यसमा चाहिँ जस्तै अब अहिले त हामी आर्टिफिसियल इन्टेलिजेन्स बिग डेटा मसिन लर्निङमा पुगिसक्यौँ नि त तर पनि हाम्रो नेपालमा चाहिँ कुनै पनि सरकारी सेवाहरूमा गएर हामीले डेटा माग्दाखेरि चाहिँ उहाँहरूले उपलब्ध गराउन सक्नु हुँदैन होइन अब यसको लागि चाहिँ उहाँहरू यो विषयमा ट्रेन नहुनु भएको हो कि अथवा हाम्रो नेपाल सरकारसँग यस रिलेटेड स्रोत साधनहरू नै कम भएको कि यस विषयमा अलि इलाबोरेट गरिदिनु होला अनि अर्को प्रश्न चाहिँ यो बदलिँदो राजनीतिक तथा अथवा भू राजनीतिक कुराहरू छन् त यो विषयहरूलाई चाहिँ अकाउन्ट गर्नको लागि चाहिँ स्टाफ कलेजले चाहिँ के कस्तो नयाँ मेथडहरू युज गर्छ अनि सँगसँगै अर्को एउटा जोडिने प्रश्न भनेको चाहिँ हजुरको यति लामो सेवा अवधिभरि चाहिँ एकदम धेरै पर्सिस्टेन्ट रहेको
सरकारी सेवामा चाहिँ समस्याहरू के छ होला भनेर यी 3 प्रश्नहरूलाई चाहिँ एड्रेस प्रश्न गर्दै होइन मलाई सम्झाउँदै पनि जानु है मैले मिस गरेँ भने पहिलो कुरा त टेक्नोलोजी यसरी डेभलप भएर आयो त्यसलाई लिभरेज गर्ने कुरामा चाहिँ गभर्मेन्ट किन एफिसियन्ट छैन होइन अब त्यो लगानीको समस्या हो कि टेक्निकल नोहाउ नभएको हो कि अवेरनेसकै कुरा हो भन्ने एउटा क्वेसन यो चाहिँ के रहेछ भने अस्ति 2 दिन अगाडि हामीले एउटा डिस्कसन सिरिज गरेको थियौँ अनि एउटा संस्था छ नि नास आइटीको प्रेसिडेन्ट र त्यसको चाहिँ सेक्रेटरी जेनरल 2 जना चाहिँ हामी कहाँ आउनुभएको थियो सो हाउ क्यान वे लेभरेज द डेभलपिङ अथवा अहिले पछिल्लो समयमा आइरहेका चाहिँ टेक्नोलोजीहरूलाई चाहिँ कसरी लेभरेज गरेर गभर्मेन्टले काम गर्ने कुरालाई चाहिँ फरक बनाउने भन्नेमा प्रेजेन्टेसन दिनुभएको थियो अनि उहाँहरूले गजबको एउटा डेटा ल्याउनु भयो कि हाम्रो इन्डस्ट्रियलाइजेसनको होइन वर्ल्डको इन्डस्ट्रियलाइजेसनको जेनेरेसन 1, 2, 3, 4, 5 गर्दै हेर्दाखेरि यो 5वटा जेनेरेसनमै विभिन्न भयो होइन अब इन्डस्ट्रियलाइजेसनको विभिन्न किसिमले हुँदाखेरि चाहिँ हरेक पटक चाहिँ अहिले संसारमा सबभन्दा पावरफुल देखिने र धनी देखिने मुलुकहरू छन् नि उनीहरू नै अगाडि रहेछन् है अनि जस्तै अहिले भनौँ न चाइना पनि छ त्यो सिनमा इभन ताइवान है अहिले 5औं 6औँमा चाहिँ त्यो टेक्नोलोजीलाई र खास गरेर एआईलाई चाहिँ हार्नेस गर्ने हिसाबले पछिल्लो जेनेरेसन पछिल्लो डेभलपमेन्ट अनि त्यहाँनिर चाहिँ मुख्य कुरो के रहेछ भनेदेखि होल त्यो स्टेट सिस्टमको एउटा ओरिएन्टेसन लगानी गर्ने अनि इन्भेस्ट गर्ने हिसाबले चाहिँ त्यहाँ फोकस हुँदो रहेछ के अब मुख्य कुरा चाहिँ के रहेछ भने लगानी राज्यले चाहिँ त्यहाँ गर्ने कुरा चाहिँ रहेछ र त्यो कुरा चाहिँ हाम्रोमा चाहिँ त्यो अङ्कमै क्यालकुलेट त्यो हिसाबले उनीहरूकोसँग कम्पेयर गऱ्यो भने चाहिँ एउटा उनीहरूको देशमा भएको एउटा कम्पनीको होइन नेटवर्थ भन्छौँ नि होइन अब उसको बजारमा भएको उसको सेयरको नेटवर्थ र हाम्रो जस्ता साना मुलुकहरूको सानो चाहिँ जिडिपीको साइज हेऱ्यो भने चाहिँ कतिपय बेलामा चाहिँ त्यो कम्पनीको चाहिँ साइज चाहिँ ठुलो यस्तो रहेछ अनि लगानी गर्ने हिसाबले हामीले चाहिँ त्यो स्केलमा होइन त्यहाँको स्केलमा लगानी गर्न सक्ने अनि कम्पेयर चाहिँ के हुँदो रहेछ भने चाइनामा यस्तो गरिसक्यो ताइवानले यस्तो गरिसक्यो युएसले यस्तो गरिसक्यो किनभने हामीलाई त त्यो देख्न पाएको छौँ नि त होइन इभन इन्डियाले यस्तो गरिसक्यो हामीले चाहिँ किन नगर्ने भन्छौँ अब त्यो चाहिँ लगानी गर्न सक्ने क्षमताका हिसाबले पनि त्यो हुँदो रहेछ एउटा त्यो भयो अर्को कुरा चाहिँ गभर्मेन्टमा त्यो ओरिएन्टेसन नभएको एकदम जेरो चाहिँ होइन तर त्यो त्यसको चाहिँ अब कुन स्केलमा हामीले प्रयोग गरेर के गर्ने भन्नेमा चाहिँ क्ल्यारिटी चाहिँ छैन अवेरनेस भए पनि होइन कुन चिजलाई कहाँनिर प्रयोग गर्दा के हुन्छ भन्ने कुराको चाहिँ क्ल्यारिटी चाहिँ छैन त्यसको पछाडि पनि त्यही हो फेरि कन्टिन्युसली त्यहाँभित्र पनि इन्भेस्ट गर्ने रिसर्च गर्ने डिसेमिनेसनका कुराहरू गर्ने ल्याउने त्यो चिजहरूमा चाहिँ हाम्रो सानै स्केल छ त्यो हुनाले चाहिँ त्यहाँनिर चाहिँ ग्याप रहेछ मूलत चाहिँ हाम्रो इकोनोमीको साइज र हामीले लगानी गर्न सक्ने कारणले गर्न सक्ने नसक्ने कारणले होइन अब कतिपय कुरामा चाहिँ हामीले अन्य देशको सहयोगमा भर पर्ने यस्तो कुराहरूले गर्दाखेरि पनि हाम्रो टेक्नोलोजीको लेभरेज होइन धेरै हार्नेस गर्ने कुरामा चाहिँ अलिक चुनौती देखिएको छ एउटा अनि अर्को चाहिँ अघि मैले भने नि अब जस्तो यस्तो जेनरलिस्ट नेचरको भएर डेभलप भएर आइरहेको छ अनि त्यसले चाहिँ यो टेक्नोलोजी ल्याउँदा के हुन्छ भन्ने कुरामा धेरै सोच्ने वा त्यसमा डिस्कोर्स गर्ने त्यहाँभित्र जाने कुरा चाहिँ धेरै इन्सेन्टिभ उसले त्यहीँ पनि देखिरहेको हुँदो रहेनछ त्यो कारणले पनि हो कि जस्तो लाग्छ अब अर्को कुरा चाहिँ साथीले सोध्नु भएको समस्या के छ भन्नेमा चाहिँ अलिकति त्यसमै अर्को कुरा पनि जोडिन्छ जस्तै हजुरले समस्याहरू समाधान गर्ने उपायहरूमा चाहिँ एउटा निजामती ऐनको कुरा पनि गर्नुभयो अलिकति त्यो इन्सेन्टिभ मोनिटर गर्ने कुरा पनि गर्नुभयो र केडरहरूको जस्तो पनि भन्नुभयो होइन
उहाँले भने जस्तै अहिले अब नयाँ सरकार पनि छ होइन, उहाँहरू चाहिँ ऱ्यापिड फेजमा यति दिनमा यस्तो गर्छौँ भनेर उहाँहरूको प्लान सरस्वती पढ्दाखेरि त बलिउड मुभीकै स्टोरी जस्तो पनि देखिन्छ। तर साथीले सोध्नु भएको प्रश्नमै जोड्दाखेरि चाहिँ कोर हजुरले अघि अनाउनु भएको 2-3वटा कुरा बाहेक चाहिँ जस्तै मानिलिनु यी जडाहरू अथवा यी मेजर कुराहरू हल्लाउन पायो भनेदेखि चाहिँ यसले अझै सेवा स्तरमा सजिलो हुन्थ्यो र करप्सन इन्सेन्टिभ जस्ता कुराहरू पनि यसले अलिकति सुधार्थ्यो कि भन्दा चाहिँ के लाग्छ सर? एउटा के रहेछ भनेदेखि हाम्रो पिपुलहरूको हाम्रो नागरिकको पनि वास्तवमा हेर्नुभयो भने एकदम गाह्रो कठिन पुरा गर्न नसकिने डिमान्डहरू चाहिँ छैन कि है, छैन। तै पनि फेरि तपाईँले भन्नुभएको जस्तो के प्रब्लम छ जसले डेलिभरी त्यो लेभलको सानो कुराहरूको डिमान्डहरू पनि पुरा भइरहेको छैन, यस्तो ह्यु एन्ड क्राई देखिरहेछ भन्दाखेरि चाहिँ इन्ट्रेस्टिङली चाहिँ एउटा चाहिँ अघि मैले जेनरलिस्ट हिसाबले जोसुकै आए तापनि त्यहाँभित्र फेरि आइसके पछाडि अब सानो मुलुक हो, अलिकति सहयोग गर्ने उदारता पनि अरूको छ। त्यो हुनाले चाहिँ हाम्रो ब्युरोक्रेसीको साइजको हिसाबले पनि कम्पेयर गऱ्यो भने धेरै ठुलो साइजको पनि होइन अथवा छ। त्यो हुनाले चाहिँ नलेज स्किलको हिसाबले टु सम एक्सटेन्ट हाम्रो भित्र सिम्पल कुराहरूलाई नागरिकका सामान्य अपेक्षाहरूलाई चाहिँ एड्रेस गर्न सक्ने गरी चाहिँ हाम्रो उसमा आइसके पछाडि 2-3 वर्ष 4 वर्ष एक खालको ग्याप रहला, तर एउटा फन्डामेन्टल त्यहाँ चाहिने नलेज र स्किल सेट चाहिँ बन्दो रहेछ है। त्यसमा हामीले पनि अब हाम्रो ठाउँबाट इफोर्ट वी आर स्ट्राइभिङ फर द्याट होइन। अब एकदम ह्याप्पी हुने एकदम यही नै हो भन्ने त्यो नहोला, तर चाहिँ एटलिस्ट वी आर कन्ट्रिब्युटिङ। त्यो हुनाले हामीले देख्दाखेरि चाहिँ नलेज र स्किलको सेटको हिसाबले चाहिँ त्यस्तो प्रब्लम फन्डामेन्टल बेसिक कुराहरू डेलिभरी गर्नलाई चाहिँ खास छैन। प्रब्लम चाहिँ कहाँ भएछ भने हाम्रो म पञ्चायती व्यवस्थाको स्टोरी त अहिले धेरै कोट गर्न सक्छु सक्दिनँ, तर पछाडि चाहिँ जब गभर्मेन्ट नै स्टेबल भएन उसले धेरै डिसिजनहरू चाहिँ अलि स्टेबल हुने किसिमले गर्दै अनि गभर्न पनि, किनभने यो मेकानिजम उसको एक्सटेन्डेड ह्यान्ड हो, डेलिभरीको एक्सटेन्डेड ह्यान्ड हो, तर एक्सटेन्डेड ह्यान्ड हुँदाहुँदै पनि त्यसलाई पनि गभर्न गर्नुपर्छ नि त होइन, त्यसलाई पनि चलाउनु पर्छ नि त हो। त्यहाँनिर चाहिँ गभर्मेन्ट आफै के भयो भने त्यो इन्स्टेबल हुने अनि यसको सपोर्ट अलि बढी चाहिने होइन। अनि त्यो गर्दाखेरि चाहिँ यो ब्युरोक्रेसी अथवा पब्लिक एडमिनिस्ट्रेसनमा काम गर्नेहरूको चाहिँ नलेज स्किलको सेट भए तापनि कम्प्लायन्सको पाटोमा चाहिँ अलिकति बिस्तारै कम्प्लायन्समा चाहिँ एक खालको जडता फ्रिक्सन है। जस्तो अहिले आएर तपाईँले 100 बुँदे पढ्नुभयो, 100 बुँदेभित्र भनेका कुराहरू यति सिम्पल कुराहरू छन् के हो। समयमा अफिस जाने यो कुरा चाहिँ यो त उहिलेदेखिको छ नि त होइन, यो त हो त होइन, त्यस्तो फन्डामेन्टल होइन। समयमा अफिस जाने, अफिस समयमा त्यहीँ आफ्नो डेस्कमा हुने, काम चाहिँ दिएको काम TOR भित्र बसेर डेलिभर गर्ने, यो त त्यो थियो। तर हिजो किन यो ब्रिच भयो त? किन ब्रिच भयो भन्दाखेरि अब गभर्मेन्टले अथवा पोलिटिकल एजेन्सीले पनि त्यो ब्रिज भइरहँदा पनि कहिलेकाहीँ चाहिँ त्यो छोडिदियो होइन, छोडिदियो। अनि छोडिदिए पछाडि बिस्तारै बिस्तारै त्यो कल्चरको हिसाबले नै भयो। अब व्यक्तिले ब्रिज गर्दै गर्दै गएको चाहिँ बिस्तारै कस्तो भयो भने इन्स्टिट्युसनलाइज भयो कि अब कुनै पनि कुरा तपाईँले अहिले चाहिँ व्यक्ति मात्रै हेर्नु हुँदैन। अहिले हामीले कारबाही गर्दा वा कसैलाई गर्दा व्यक्तिमा टार्गेट त हुने नै भयो, तर इट हेज बिकम इन्स्टिट्युसनल। जुन ओभरअल मनोवृत्तिको पनि एउटा इन्स्टिट्युसनल एउटा उनी नर्म्स जस्तै भएछ कि त्यो कल्चर जस्तो भएछ। अनि त्यस कारणले अहिले पछिल्लो समय अब यो साउन्ड्स गुड अर ब्याड होइन, अथवा राम्रो नराम्रो के हुन्छ थाहा छैन, तर यो 100 दिनका लागि 100 बुँदाले एकदम स्पिड दिएको छ नि त, हामीले फिल गरेका छौँ नि। तर आफ्टर द्याट भन्यो भने चाहिँ त्यही स्पिड यही बुँदाहरू समातेर जान सकिन्छ सकिन्न, अलिकति लङ टर्म अर्कै फरक किसिमले हेर्नुपर्छ कि पर्दैन। यो चाहिँ इमिडिएट सल्युसनका हिसाबले 100 बुँदा
छ इमिडिएट स्पिडका हिसाबले, तर स्ट्राटेजिक स्पिड चाहिँ यो मेन्टेन हुन्छ कि हुँदैन, क्वेसन त त्यहाँ छ नि होइन। त्यो छ, त्यो हुनाले चाहिँ तपाईँले भन्नुभयो जस्तो एकदम पर्सिस्टेन्टली देखिएको प्रब्लम के हो भन्यो भने चाहिँ त्यो एउटा क्युमुलेटिभ हिसाबले यस्तो खालको जड खालको कम्प्लायन्समा नबस्ने होइन, अनि एकदमै पर्मानेन्ट नेचरको भइसके पछाडि चाहिँ सर्टेन चिजहरू इग्नोर गर्ने, अनि एक्चुअली आफू को हो भन्ने कुरालाई चाहिँ अन्डरस्ट्यान्ड नगर्ने। किन पब्लिक सर्भिस भनेपछि सर्भेन्ट हो नि त होइन, पब्लिक सर्भेन्ट हो, त्योभन्दा माथि म मास्टर हो भन्ने कन्सेप्टमा बिल्ड गरेको। अनि अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ यो TOR ब्रिज पनि छ के। पोलिटिकल एजेन्सीहरूले हेर्नुहोस् है, आजको अहिलेको भनेको नि अगाडिको पोलिटिकल एजेन्सीले चाहिँ पोलिटिकल एजेन्सीको फन्डामेन्टल फङ्सन के हुन्छ भने लज मेकिङ, पोलिसी मेकिङ हुन्छ नि होइन, डिसिजन मेकिङ, सोसाइटल प्रब्लमलाई लिएर पोलिटिकल डिसिजन गरिदिने हो नि पोलिटिकल एजेन्सीको काम होइन। सोसाइटल प्रब्लमलाई अथवा पिपुलको प्रब्लमलाई पोलिसिजमा चाहिँ ल्याउनको लागि चाहिँ डिसिजन गरिदिने हो। अनि त्यो फङ्सनभन्दा बढी चाहिँ हजुरहरूले राम्रोसँग माइन्युटली हेर्नुभयो भने चाहिँ अगाडिका पोलिटिकल एजेन्सिजहरू चाहिँ प्रोजेक्ट म्यानेजमेन्टमा बढी रुचि राख्यो क्या। किन सर्ट टर्म छ, कहिले हो त्यो आफू चाहिँ सत्तामा बस्ने वा सत्ताबाट बाहिरिने थाहा छैन। अनि त्यो भइसकेपछि चाहिँ उसलाई चाहिँ धेरै पोलिसिजहरूमा बसेर त्यसको डेलिभरी भनेको त उही के अरे लामो समय लाग्ने कुराहरूमा डिसिजन गर्नुभन्दा पनि सर्ट टर्म प्रोजेक्टहरूबाट यसो भिजिबिलिटी पनि देखिने, कसले गर्यो भन्दा फलानुको छोटै भए पनि होइन, 8 महिनाको 9 महिनाको सरकार भए पनि यो खालको चाहिँ प्रोजेक्ट गर्यो भन्ने खालको चाहिँ म्यासेज भिजिबिलिटी पनि हुने। अनि त्यसमा चाहिँ फेरि अर्का इन्ट्रेस्टहरू जोडिने, आफ्नो कार्यकर्ताहरूको व्यवस्थापनदेखि थुप्रै कुराहरू छ नि त होइन। त्यो जे हो त्यो कुरा त अनेस्टली हामी भन्छौँ नि त होइन। अनि त्यसले गर्दाखेरि चाहिँ त्यो एउटा पाटो भयो। पोलिटिकल एजेन्सी चाहिँ बढी प्रोजेक्टहरूतिर इन्क्लाइन हुने पोलिसी भन्दा। अनि यता ब्युरोक्रेसीले चाहिँ त्यो देखिसकेपछि चाहिँ एउटा कुरा के भने ब्युरोक्रेसी वा सिभिल सर्भिस संसारभरिको हेर्नुभयो भने यो चाहिँ स्वभावैले स्वार्थी हुन्छ है। आफ्नो बेनिफिट, आफ्नो वेलफेयर चाहिँ उसले हेर्छ कि। हेर्दाखेरि उसले के गर्छ भने अब पोलिटिकल एजेन्सी चाहिँ प्रोजेक्टतिर इन्ट्रेस्ट आइसकेपछि उसलाई प्रोजेक्टमा अलिकति स्पेस आफूले छोडिदिएर पोलिटिकल एजेन्सीले पोलिसी मेकिङ गर्ने फङ्सन चाहिँ आफूले लियो के। त्यस कारणले तपाईँहरूले हेर्नुभयो भने हिजोका दिनमा बनेका कुनै पनि नीति कानुनहरूले चाहिँ हाम्रो ब्युरोक्रेसीलाई चाहिँ कति धेरै प्रोटेक्टिभ बनायो त, कस्तो प्रोटेक्सन दियो होइन। हो नि त, कसैलाई कारवाही गर्न नसकिने, निकाल्न नसकिने, अहिले पछिल्लो समय अलिकति बढी होइन अब अख्तियारलाई एक्टिभेट गरेर अथवा सम्पत्ति शुद्धिकरणको विषयलाई एक्टिभेट गरेर अलिकति बनाए तापनि अझै पनि हेर्नुहोस् त होइन, एकदमै त्यो अहिले अघि मैले त्यही भएर भनेको हायर एन्ड फायरमा जान त यी सबै कुरालाई ब्रेक गर्नु पऱ्यो नि, यो सबै कुरालाई भत्काउनु पऱ्यो नि होइन। त्यो अझै सकेको छैन। त्यो हुनाले चाहिँ यो पोलिटिकल एजेन्सी र अनि यो ब्युरोक्रेटिक एजेन्सीको चाहिँ रोल पनि एउटाले अर्कोको रोलमा गएर बढी एक्टिभ भएको कारणले अनि ब्युरोक्रेसीले चाहिँ आफूलाई एकदम प्रोटेक्टिभ सेक्योर बनायो। सेक्योर भइसकेपछि, प्रोटेक्टेड भइसकेपछि पर्फर्मेन्समा फोकस गरेन के। अनि उसले फ्रिक्सनहरू क्रिएट गर्यो। हो, गरे पनि ठिकै छ, नगरे पनि ठिकै छ होइन, कम्प्लाई गरे पनि ठिकै छ, नगरे पनि ठिकै छ भन्ने भयो। अब यसलाई कसरी ब्रेक गर्न सकिन्छ, कसरी गर्न सकिएला भन्ने चाहिँ मैले अहिले देखेको चाहिँ त्यहाँनिर कसरी ब्रेक गर्ने, यसलाई कसरी भत्काउने र पर्फर्म गरेन भने त्यो पनिसेबल हुन्छ अथवा त्यो अकाउन्टेबल हुनुपर्छ। पर्फर्म गऱ्यो भने चाहिँ त्यहाँनिर इन्सेन्टिभ पनि छ है भन्ने सिनारियो कसरी बनाउने भन्ने चाहिँ मैले देखेको चाहिँ अब समस्या भनौँ अथवा चाहिँ अहिलेको एजेन्डा भनौँ, मलाई चाहिँ त्यो लाग्छ। सर एउटा यसैमा जोडेँ मैले, जुन पर्फर्मेन्सहरू कसरी गर्ने, इम्प्लोइले कुन कन्डक्टमा कुन एथिकल बिहेभियरहरू गर्ने, TOR भइसकेपछि पर्फर्मेन्स कहिले कसरी गर्ने भन्ने कुराहरू यो चाहिँ प्रशासन मन्त्रालयको पोलिसिजभित्र पर्दैन र कर्मचारीले पालना गर्ने नियमावलीभित्र पर्दैन र हजुर? यो पर्छ सर, पर्छ। अब त्यसलाई पनि हामीले चेन्ज गर्नुपर्ने जस्तो देख्नुहुन्छ हजुरको लामो प्र्याक्टिसमा? कस्तो रहेछ नि, अहिले हेर्नुहोस् न, अहिले पनि त नयाँ गभर्मेन्ट आएर आफ्नो अनुसारका नयाँ कानुनहरू, नयाँ पोलिसिजहरू लिएर आएर एक्सनमा आएको त छैन नि त।
एक्जिस्टिङ लज लिगल इन्स्ट्रुमेन्टहरू अथवा एक्जिस्टिङ इन्स्ट्रुमेन्ट भित्रैबाट त्यो स्पेस निकाल्यो भने होइन सकिने रहेछ नि त होइन सकिने रहेछ नि त हामीले 2008मा होइन गुड गभर्नेन्स एक्ट ल्याएका छौँ 2008मा हेर्नुहोस् त आजभन्दा झन्डै 18 वर्ष अगाडि हामीले गुड गभर्नेन्स एक्ट ल्याइसकेका थियौँ गुड गभर्नेन्स के हो त्यसका लागि कसले के गर्नुपर्छ किन अकाउन्टेबल हुनुपर्छ हामीसँग सूचनाको होइन हक सम्बन्धी अधिकारलाई स्थापित गर्ने कानुन अलरेडी छ होइन अब अख्तियारको दुरुपयोग गऱ्यो भने के हुन्छ भन्ने हामीसँग कानुनहरू छ है हाम्रा विभिन्न कोडहरू अहिले पछिल्लो समय पनि बनेका संहिताहरू छन् यो इन्स्ट्रुमेन्टहरू लिगल कुराहरू चाहिँ नभएर पनि होइन है तर जब पोलिटिकल एजेन्सीले लिडरसिपमा बस्ने एजेन्सीले चाहिँ पटक पटक उसको चाहिँ आफ्नो इन्ट्रेस्ट फुलफिल गर्नको लागि त्यसलाई चाहिँ धेरै ख्याल गर्न सकेन कम्प्लायन्सलाई चाहिँ बलियो गरी त्यसलाई मोनिटर गर्न सकेन होइन किनभने सरकारहरू आफै अस्थिर हुँदाखेरि चाहिँ त्यहाँनिर उसले बलियोसँग त्यसलाई इम्प्लिमेन्ट गर्न सकेन अनि त्यो भइसके पछाडि चाहिँ यो क्युमुलेटिभ हुँदै 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 आएर चाहिँ अहिले चाहिँ एकदम त्यो दुईटा कुरा चाहिँ एकदम बलियो भएर आयो कि एउटा चाहिँ कलेक्टिभ मिसट्रस्ट एकदम बलियो भएर आयो सबैले सबैलाई के देख्ने होइन सबैले सबैलाई चाहिँ खराबै देख्ने है त्यो एउटा कलेक्टिभ मिसट्रस्ट है सरकारले नागरिकलाई पनि विश्वास गर्दैन नि अहिले त होइन एउटा स्टोरी अस्ति सुनाउनु भएको थियो हाम्रो पूर्व सचिव मधुरमण आचार्य जो एम्बेसडर पनि हुनुभयो उहाँले सुनाउनु भएको थियो कि उहाँ सचिव हुँदाखेरि एउटा कहीँ भिजिट जाँदा मिसनमा एउटा चाहिँ नेपाली र फरेन एउटा नर्वेजियनले बिहे गरेको त्यो बिहेलाई चाहिँ सर्टिफाई गर्नुपर्ने अनि के भएछ अरे भने यता नेपाली मिसन नेपालबाट चाहिँ प्रमाणित गरेर पठाइदिने डकुमेन्ट चाहिँ नपुगेका कारणले 6 महिनादेखि बिहे दर्ता नभई बसेको रहेछ अरे अनि महिला उताको पुरुष यताको अनि भेट्नु भएछ भेटेपछि चाहिँ त्यो महिलालाई सोध्नु भएछ अनि तिम्रो चाहिँ उताबाट प्रमाणित गरेर आयो भनेको आयो मेरो त आज रिक्वेस्ट गरेको 2-3 दिनमा नै त्यो आयो भनेर अनि तिम्रो सरकारले चाहिँ यति छिटो गर्यो किन भनेको बिकज आवर गभर्मेन्ट ट्रस्ट अस भनेर के उसले हाम्रो सरकारले चाहिँ हामी नागरिकलाई विश्वास गर्छ त्यस कारणले नागरिकले यो कुरा मेरो मैले यस्तो गरेँ यो हो मलाई त्यो प्रमाणित गरेर पठाइदियो भन्दा चाहिँ उसले विश्वास गर्यो अरे कि अब यतापट्टि चाहिँ त्यो मान्छे के हो कसो हो नजाने फटाओ नजाने के गर्यो न 2 जनवरी गर्यो भनेर दुनियाँ ठाउँमा बुझ्दा केरकार गर्दा के भयो 6 महिनासम्म पनि भएन भनेपछि हामीले चाहिँ एउटा कलेक्टिभ मिसट्रस्ट उसलाई विश्वास नगर्ने त्यस्तो वातावरण पनि बनाएछौँ होइन त्यो पनि एउटा मलाई लाग्छ समस्या जस्तो देखिन्छ होइन अब अर्को कुरा भनेको चाहिँ डेलिभरी दिने कुरामा चाहिँ हामीले डेलिभरी दिए पनि हुने डेलिभरी दिँदाखेरि दिने गरी काम गर्दाखेरि बरु अप्ठ्यारोमा पर्न सकिने हो नि त हो डेलिभरीमा काम गर्नेहरू नै अप्ठ्यारोमा परेको छैन अहिले जति जो मान्छेहरूको जे देखिएको छ तिनीहरूले केही काम गरेरै कहीँ डिसिजन गर्दा गल्ती गरे होला अथवा डिसिजन गर्दा अर्काले केही कुरा त्यहाँभित्र इन्फ्लुएन्स पारे होला हो है त्यसलाई कसरी ठिकठाक गर्ने भन्ने एउटा पाटो भयो तर जसले काम गरेन त्यो त एकदम सुरक्षित भयो नि त उसलाई त केही पनि कहिले पनि चार्जेसै छैन नि क्वेसन हामीले गरेकै छैनौँ नि त होइन भनेपछि यो काम गर्ने डेलिभरी दिने र नदिनेको बिचमा चाहिँ हामीले भेद गरेनौँ बरु चाहिँ काम गर्ने माथि चाहिँ क्वेसन गऱ्यौँ नि त्यसले चाहिँ हाम्रो बिस्तारै कलेक्टिभली चाहिँ चिजवस्तुहरूलाई बिगार्दै गयो र अहिले जस्तो एकदम खालको कठिनाइमा पुगेको चाहिँ हो हस् अहिले यसलाई एउटा लास्ट क्वेसन म त पछाडिबाट लिन्छु समय भयो भने अन्त्यमा फेरि 1-2 क्वेसन्स लिउँला सिभिल सर्भिसमा लामो विषयदेखि इन्सेन्टिभ डिसइन्सेन्टिभको कुरा गर्ने त हामी मात्रै पहिलो जेनेरेसन होइन ऐन बनाउँदाखेरि नै सबैलाई थाहा थियो होइन ब्युरोक्रेसी ठुलो हुन्छ होइन लेवाइथियन हुन्छ अनि यसलाई चाहिँ टेम गर्नुपर्छ भन्ने कुरा हजुरको विचारमा चाहिँ कस्ता इन्सेन्टिभहरू चाहिँ सायद अब चेन्ज गर्नुपर्छ होला अब मेरो लिमिटेड अन्डरस्ट्यान्डिङमा चाहिँ के अरे एकदम दुर्गम ठाउँमा जाँदाखेरि मार्क्स बढी आउँछ भन्नु
र मान्छेलाई पनिस गर्न पर्यो भने अलिकति नराम्रो ठाउँ सर्भिसेसहरू नभएको ठाउँमा ब्युरोक्रेट्सहरूलाई ट्रान्सफर गरिदिनु, त्यो सिस्टम चाहिँ अझै यो चाहिँ अझै इन्सेन्टिभ डिसेन्टिभ भनेर मतलब त्यो चाहिँ रियली इन्सेन्टिभ छ कि छैन भन्ने कुरा। सो पहिलो चाहिँ इन्सेन्टिभ डिसेन्टिभ हेर्दाखेरि चाहिँ के चेन्ज गर्नुपर्छ होला, जुन चाहिँ अहिले कुनै अब्सोलेट भइसकेको छ होला नि त इन्सेन्टिभ पहिल्यैदेखि गर्दा चाहिँ। दोस्रो चाहिँ यो सिनियर एक्जिक्युटिभ डेभलपमेन्ट प्रोग्राम जुन स्टाफ कलेजबाट चलाउँछ, जसमा चाहिँ धेरै जस्तो सहसचिवहरू चाहिँ हजुरहरूले ट्रेनिङ दिनुहुन्छ, त्यो सहसचिवहरूले केही रिसर्च प्रोजेक्टहरू पनि गर्नुहुन्छ होला। उहाँहरूले गरेको रिसर्च प्रोजेक्ट चाहिँ जनरल पब्लिकको एक्सेसको लागि त्यो एक्सेसेबल छ छैन, हामीले त्यसलाई कहीँ कोड गर्न मिल्ने नमिल्ने, सो त्यो बारेमा त्यो दुईवटा बारेमा भनिदिन अनुरोध गरेँ। हस्, अब एउटा चाहिँ इन्सेन्टिभहरू के छन्, अब अघि केही इक्जाम्पल भनि पनि हाल्नुभयो। मलाई चाहिँ के लाग्छ भने अब त्यो एकदम त्यो गर्न पाएँ भन्ने होइन, एउटा लागेको चाहिँ हामीले के यस्तो गर्न सक्छौँ त, त्यसलाई फेरि विभिन्न डेटा र त्यसको प्रिसाइज एउटा मेकानिजम चाहिँ चाहिने हुन्छ। एउटा हामी बेसिक एउटा राखेर त्यसबाट चाहिँ पर्फर्मेन्ससँग जोडेर, जो जहाँ बसोस् पर्फर्मेन्ससँग जोडेर चाहिँ इन्सेन्टिभहरूलाई चाहिँ फ्लेक्जिबल बनाउन सकियो भने है सुगम हुनु दुर्गम हुनु चाहिँ मेरो विचारमा फरक पर्दैन थियो जस्तो लाग्छ कि। दुर्गममा गएर त्यहाँ उसले डेलिभरी वा पर्फर्मेन्समा काम गर्यो भने त्यसलाई हामीले इन्सेन्टिभसँग टाइअप गरिदिने होइन। सुगममै बसे पनि डेलिभरी गऱ्यो भने चाहिँ त्यसलाई एउटा एक हिसाबले चाहिँ टाइअप गरिदिन पाए चाहिँ हुन्थ्यो होला भन्ने लाग्छ। एउटा अब यसमा रिभिजिट गर्नुपर्ने त छ। अब यो लामो समय अगाडिदेखि एउटा तरिकाले त्यो पनि एउटा इन्क्रिमेन्टल हिसाबले होइन, केही समयमा अब बजारको ऊ बढ्दै जाँदा त्यसलाई रिभिजिट गर्दै गर्दै अलिकति बढाउँदै अनि दुर्गम गयो भने यति प्रतिशत हुने, त्यो जानलाई सुरुमा चाहिँ कोही पनि पठाउन नसकेर जान, किनभने कठिनाइ थियो नि त, भूगोलकै कठिनाइ त फेरि जे हो त्यो त हार्डसिप त छ नि त। अहिले हामीले जति कुरा गरे पनि अघि म के अरे यहाँ आउनुभन्दा अगाडि म 7 मिनट मात्रै अगाडि आइपुगेको थिएँ नगरकोटबाट ड्राइभ गर्दै झरेको। अनि हामी आउँदै गर्दाखेरि पाखोमा भित्तोमा त्यो राम्रो गाउँ देखेर यस्तो ठाउँमा बस्ने भने मैले भने कि मेरो साथीलाई, हामी अहिले घुम्न आएको भएर यस्तो ठाउँमा बस्ने भनेर रमाइलो मानेका छौँ होइन। यो काठमाडौँबाट नजिकै छ तैपनि यहाँ पनि सर्टेन हार्डसिप्सहरू छ के, छ नि त होइन, आफ्नै हार्डसिप्सहरू छ। त्यो चिजहरू त छ। त्यो हुनाले कोही मान्छे साँच्चीकै कठिन भूगोलमा गएर काम गर्छ भने त्यसलाई केही न केही इन्सेन्टिभाइज गर्ने कुरा चाहिँ साह्रै अन्यथा हो जस्तो त लाग्दैन होइन। तर अघि एकजना कसले सोध्नु भएको थियो नि मलाई मेरिटको कुरा, तपाईँले मेरिटको कुरा। अनि मैले जहिले पनि स्टाफ कलेजबाट खास गरेर ग्रेजुएसन गर्ने बेलामा चाहिँ मेरो ग्रेजुएट भएर जाने अफिसरहरूलाई के भन्छु भनेदेखि, जस्तो तपाईँ अब लोकसेवाको मेरिटमा पनि तपाईँ 1 नम्बरमा हुनुहुन्थ्यो, अनि स्टाफ कलेजको कोर्स सकेर जाँदै गर्दा पनि 1 वा 2 वा 10 भित्र तपाईँ हुनुहुन्छ। तपाईँले चाहिँ गएर म चाहिँ मेरिटको मान्छे हो, मेरिटको मान्छे भनेपछि म बेस्ट पर्फर्म गर्न सक्छु भन्ने एउटा मानक त हो नि त है हाम्रो होले पनि। तपाईँले चाहिँ मन्त्रालयमा गएर के भन्न सक्नु पर्यो भने, जहाँ सबभन्दा कठिनाइ छ, अप्ठ्यारो छ, काम भइरहेको छैन, म त्यहाँ जान्छु भनेर माग्नु पर्यो। तपाईँ त त्यो मेरिटमा हाम्रो चलन के भयो भने फेरि मेरिटमा 1 नम्बर आएकोलाई पहिला रोज्न दिन्छ, अनि उसले कहाँ हेर्छ, सबभन्दा राम्रो कारले हेर्छ क्या। राम्रो भनेको सबभन्दा सुगम सबभन्दा आकर्षक मानिने है, त्यो के कारणले मानिन्छ तपाईँ हामीले एउटा अनुमान गर्छौँ, अब विभिन्न कुराहरू होला पनि। अनि त्यो आकर्षक मानिने, राम्रो मानिने, अच्छा मानिने ठाउँ चाहिँ बेस्ट मान्छेले रोज्छ के। अनि त्यो पुछारमा मेरिटको पुछारमा आएको मान्छेले चाहिँ कहाँ पुग्छ, हेपिएको पेलिएको भनेर कठिन भूगोलमा कठिन ठाउँमा अप्ठ्यारो ठाउँमा जान्छ, जहाँ चाहिँ सरकार कसलाई बढी चाहिन्छ। सरकार त सबभन्दा कठिन ठाउँका मान्छेलाई अरू बढी चाहिन्छ नि, सरकारै चाहिने त, सरकारकै सपोर्ट चाहिने, सरकारकै उपस्थिति चाहिने होइन। सामान्य कुराहरू भए तापनि होइन, चाहे सुत्केरी भएर सालनाल आफै ननिस्केर हेलिकप्टरबाट उद्धार गर्नुपर्ने सरकारको सहयोग चाहिने त काठमाडौँकोलाई हुँदैन नि त, कठिन भूगोलकोलाई हुन्छ नि। भनेपछि बेस्ट मान्छे चाहिँ सजिलो ठाउँमा, कम सरकार भयो हुने ठाउँमा, अनि हामीले मेरिट भनेकोमा सबभन्दा पछाडि परेको मान्छे चाहिँ सबभन्दा अप्ठ्यारो ठाउँमा छ नि। यो मिलेन। यसलाई चाहिँ कसरी रिभिजिट गर्ने भन्नेमा चाहिँ आई थिङ्क डिस्कोर्सका हिसाबले हामीले गर्छौँ, तर पुगेको छैन होइन। यसलाई चाहिँ गभर्मेन्टभित्रै सिस्टमिक हिसाबले नै यसलाई चाहिँ इन्टरभेन्सनमा कसरी ल्याउने है, त्यो चाहिँ एउटा
एउटा एजेन्डा एकदमै पर्टिनेन्ट एजेन्डा छ, हामीले उठाइरहेका हुन्छौँ, एउटा पाटो छ। अब तपाईँले सोधेको दोस्रो प्रश्न चाहिँ हो, हामीले विभिन्न कोर्सहरू गराउँछौँ, जस्तै एससिडिपी भनेको चाहिँ हाम्रो जोइन्ट सेक्रेटरिजहरूको 6 मन्थ लङ कोर्स हुन्छ र यो एकदमै इन्टेन्सिभ पनि छ। तर त्यहाँ एउटा कठिनाइ के पनि भएको छ भनेदेखि हामीले एकदमै ओपन डिस्क्लोजरमा चाहिँ त्यहाँको प्रोडक्टहरू चाहिँ ल्याएको छैनौँ, त्यो आइरहेको छैन। तिनीहरू चाहिँ हामीले धेरै पटक किनभने कुरा पनि गऱ्यौँ, यो पार्टिसिपेन्ट जेनेरेटेड नलेज प्रोडक्ट भनेर यसलाई डिसिमिनेट गरिदिँदा त के फरक पर्छ भन्ने छ क्या हामीलाई। अनि त्यो छ, तर हामीले के हुन्छ भने हाम्रो एउटा यसमै जोडेको एउटा हाम्रो गाइडलाइन एसओपीले चाहिँ के भन्छ भने त्यो बनेको चिजहरू चाहिँ गभर्मेन्टको अब एउटा रिसोर्सको हिसाबले, नेपाल सरकारको प्रपर्टीको हिसाबले गभर्मेन्टलाई चाहिँ ह्यान्डओभर गर्ने भन्ने छ कि। जस्तै मैले एससिडिपी भने म आफैले अहिले 51 सिरिज चलिरहेको छ, म 32nd इन्भल्भ छु कि। एभ्री ब्याच 25 जोइन्ट सेक्रेटरिज, 25 त्यो 32औँदेखि 51औँसम्म आउँदाखेरि 20वटा भनौँ न, 20वटा ब्याच चल्दाखेरि 20 × 25 500 जनाले चाहिँ 100वटा जति चाहिँ पोलिसी डकुमेन्ट बनाएको छ अथवा पोलिसी प्रपोजलहरूमा काम गरेको छ। त्यो सबै हामीले नेपाल सरकारलाई मुख्य सचिव मार्फत ह्यान्डओभर गरेको छौँ। उहाँहरूले इन्टर्नल हिसाबले चाहिँ त्यसलाई राम्रो रेफरेन्सको रूपमा हेर्नुहुन्छ, इन्टर्नल्ली डिस्कसनहरू हुन्छ। तर तपाईँले भनेको जस्तै एज अ रिसर्चर होइन, नलेजमा चाहिँ काम गर्छु भन्नेले चाहिँ त्यो एक्सेस गर्ने कुरामा एउटा ठाउँमा चाहिँ स्टाफहरूले त्यसलाई ओपनली दिन पनि एउटा सर्टेन कन्डिसनले ब्यारियर जस्तो भयो। अनि त्यसलाई चाहिँ फेरि लिएर आएर नेपाल सरकारले डिसेमिनेट गरिरहेको छैन। अहिले हामीले चाहिँ के भनेको छौँ भने हामीलाई तपाईँले भने जस्तै तपाईँले यो प्रश्न चाहिँ हामीलाई महालेखाले पनि सोध्यो कि तपाईँहरूले गरेको यो प्रडक्टहरू त डिसेमिनेसनमा आयो हुन्थ्यो भनेर उसले भन्यो। भनेपछि हामीले के गर्यौँ भने अब चाहिँ हामीले त्यसलाई गर्नुपर्छ भनेर हामीले के एउटा काम गरिरहेछौँ भने हामीले एक लेभलमा त्यसमा एडिटोरियल, किन हामी त्यसमा एडिटोरियल अरू केही पनि गर्दैनौँ, किन उहाँहरूको आफ्नै काम हो, आफैले बनाउनु भएको हुन्छ कि। अब त्यसमा सर्टेन एडिटोरियल काम गरौँ र उहाँहरूलाई पनि कन्जेन्ट लिएर यो लर्निङ पर्पजको ट्रेनिङको ड्युरेसनमा लर्निङ पर्पजका लागि ट्रेनिङको पार्टिसिपेन्टले जेनेरेट गरेको डिस्क्लेमर सहित है हो। त्यस कारणले त्यो पार्टिसिपेन्ट कुन संस्थाबाट आयो भन्ने कुरा पनि यसले रिप्रेजेन्ट गर्दैन होइन, स्टाफ कलेज पनि रिप्रेजेन्ट गर्दैन। विशुद्ध त्यो पार्टिसिपेन्टहरूको चाहिँ एउटा नलेज डिस्कोर्सको प्रोडक्टको हिसाबले चाहिँ यो यस्तो बनेको भनेर चाहिँ यसलाई चाहिँ अब हामीले पब्लिकली कम्तीमा अरू केही नभए पनि हाम्रो वेबसाइटमा इजिली एक्सेस गर्न सकिने गरी यसलाई डिसेमिनेसन गरौँ भनेर हामीले त्यो चाहिँ तयारी गरेका छौँ। र मलाई लाग्छ त्यो अब धेरै नलाग्ला तपाईँहरूले त्यो ओपनली एक्सेस गर्न पाउनुहुन्छ। त्यहाँसम्म चाहिँ हामी आफैले पनि फाइट गरेर गरेका कुरा हो। त्यसलाई चाहिँ एक खालको केही कठिनाइले त्यो वास्तवमै एकपटक हामीले डिस्क्लोज पनि गरेको, अलिअलि बाहिर आइसकेपछि केही क्वेसन उठे अनि नगरिदिनुहोस् भन्ने रिक्वेस्ट आएपछि त्यो बसेको चाहिँ हो। हुन्छ सर, अन्तिममा अघि हामीले अलिकति इन्सेन्टिभ डिसेन्टिभको पनि कुरा गऱ्यौँ होइन, हायर फायर जस्तै एउटा अघि सोध्न छुटेको चाहिँ सर, जस्तै कति मैले एउटा स्टडीमा एउटा रिपोर्ट पढाएको थिएँ, अघिल्लो 15 वर्षमा चाहिँ यो मौसम विभाग हुन्छ नि, विभिन्न 15 लगभग 2 दर्जन देशहरूमा चाहिँ कि मौसम विभाग बन्द भएको छ कि कन्सिडरेबली एकदम डाउन साइज भएको छ अरे। भन्नुको अर्थ चाहिँ जस्तै विभिन्न निकायहरू चाहिँ कि सेवाग्राही नै नहुने होइन, कहीँ स्कुलमा विद्यार्थी नै छैन, टिचर बढी छन्, कुनै संस्थाहरू बन्द गर्नुपर्ने अथवा खारिज गर्नुपर्ने अथवा मर्जरको कुरा आइरहेछन्। स्टाफ कलेजमा त्यस्तो केही केसेसहरू छ जस्तै ट्रेनिङको लागि क्यापेसिटी बिल्डिङको कुराहरूलाई अप्रोच हुन्छ, तर हजुर एज अ ट्रेनर भनौँ न, एज यो फ्याकल्टी पनि रिसर्च गर्दाखेरि चाहिँ अरे यार ट्रेनिङ क्यापेसिटी बिल्डिङमा त बरु यो बन्दै गर्नुपर्ने निकाय हो भन्ने किसिमको तौरबाट केही सजेसन्सहरू गएको छ अगाडि हजुर? यस्तो छ, अब यो एउटा इन्ट्रेस्टिङ स्टोरी सेयर गरिहाल्छु है, मसँग समय त छैन। संहितामा गएपछि राज्य व्यवस्था समितिबाट लेखेर हामीलाई चाहिँ साथै प्रदेशमा कार्यालय खोल्नु पर्यो भन्ने आयो कि। अनि हामीले के भन्यो भने यो त स्टाफ कलेजले सातै प्रदेशमा, किनभने प्रतिष्ठानलाई सङ्घीय प्रतिष्ठान भनेर भनिसकेको छ, सङ्घीय प्रतिष्ठानले सङ्घीय तहको प्रतिष्ठानले चाहिँ सातै प्रदेशमा कार्यालय खोलेर अनि त्यहाँका सरकारलाई चाहिँ सङ्घीय प्रतिष्ठानको शाखाका
का हिसाबले त्यसले क्यापासिटी बिल्डिङमा काम गर्ने कुरा चाहिँ सङ्घीयताको मर्मको विपरीत हुन्छ। हामी त्यो गर्दैनौँ। बरु गभर्मेन्टलाई हामीले के सजेस्ट गर्यौँ भने राम्रोसँग त्यहाँ चाहिँ प्रदेशले आफ्नो स्टाफ कलेज इस्टाब्लिस गरोस्। 5 वर्ष 10 वर्ष 15 वर्ष कति वर्ष हामीले चाहिँ बाँकी स्टपिङ गर्नुपर्छ, टेक्निकल सपोर्ट गर्नुपर्छ, हामी गर्छौँ भनिसके पछाडि हजुरहरूले याद गर्नुभएको छ गभर्मेन्टले कुनै प्रोजेक्ट मार्फत चाहिँ 7 प्रदेशमा पिसिजिजी भनेर होइन त्यसको विभिन्न नाम छ चाहिँ स्टाफ कलेजकै नेचरको चाहिँ ट्रेनिङ इन्स्टिट्युसनहरू इस्टाब्लिस गर्यो। अनि पहिला चलिरहेको एउटा दुईवटा निकायहरूलाई मर्ज गर्यो अथवा चाहिँ बन्द गर्यो, त्यो पनि छ। जस्तै एउटा पर्सनल ट्रेनिङ एकाडेमी भन्ने पिटिए भन्ने चाहिँ हाम्रै प्रशिक्षणको हाताभित्र थियो। त्यसलाई चाहिँ त्यसको फङ्सन चाहिँ रिडन्डेन्ट भयो भनेपछि एलडिटिए स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान होइन, त्यो मूलतः पञ्चायती व्यवस्था हुँदाखेरि नै स्थापित भएको हामी जस्तै संस्था त्यति बेला चाहिँ पञ्चायती व्यवस्था प्रशिक्षण प्रतिष्ठानको हिसाबले स्थापित भएको संस्था। तर त्यसको म्यान्डेट राम्रो छ, अच्छा छ है। अब त्यसले चाहिँ कस्तो भने खास गरेर प्रभिन्स भन्दा पनि स्थानीय तहको चाहिँ पोलिटिकल एजेन्सी समेतको र स्टाफको समेतको क्यापेसिटी बिल्डिङमा काम गर्ने ओपन म्यान्डेट छ क्या उसको। बरु स्टाफ कलेजको हाम्रो चाहिँ पोलिटिकल एजेन्सीको क्यापेसिटी बिल्डिङको म्यान्डेट छैन। हामीलाई चाहिँ होइन पब्लिक सर्भेन्टहरूको क्यापेसिटी बिल्डिङको म्यान्डेट छ। त्यो संस्थालाई चाहिँ त्यो स्थानीय तहको स्थानीय निकायमा काम गर्ने पब्लिक सर्भेन्ट प्लस त्यो त्यहाँको चाहिँ इलेक्टेड एक्जिक्युटिभ्सहरू इलेक्टेड रिप्रेजेन्टेटिभ्सहरूको समेत क्यापेसिटी बिल्डिङ गर्ने त्यस्तो छ। त्यो हुनाले कतिपयलाई बन्द गर्नुपर्ने होला, कतिपयलाई चाहिँ अझ त्यसको रोल इन्हान्स गर्ने। जस्तै एलडिटिएको जस्तो त अहिले पछिल्लो समयमा हुन त पिसिजिजीहरू खुलेपछि त्यहाँ ओभरल्याप जस्तो भयो होइन, त्यस्तो देखेको छ। त्यो हुनाले चाहिँ यो चलिरहँदो रहेछ है। अब कतिपय अस्ति भर्खर पनि यो बबरमलमा भएको जेएसटिसी भन्ने चाहिँ जुडिसियल सर्भिस ट्रेनिङ सेन्टर, यसलाई चाहिँ एनजे नेपाल नेसनल जुडिसियल एकाडेमीमा मर्ज गर्यो होइन। अब एलडिटिएले पनि अब यो जरुरी भएन यसलाई चाहिँ स्टाफ कलेजमै मर्ज गरौँ भन्ने डिस्कोर्स चलिरहेछ अहिले, हामी कहाँ ल्याउँ भन्ने चलिरहेछ। अब तर त्यसलाई चाहिँ हामी कहाँ ल्याउनु पर्ने हो नपर्ने, बरु त्यसलाई बन्द गर्ने हो कि ल्याउनै पो किन पर्ने, किनभने 7 प्रदेशमा प्रशिक्षण प्रतिष्ठानहरू छन् र त्यो 7 प्रदेशका प्रादेशिक होइन प्रशिक्षण प्रतिष्ठान छन् र तिनीहरूलाई चाहिँ स्टाफ कलेजले बाँकी स्टपिङ हामीले गरिरहेछौँ है अहिले पनि। म नेक्स्ट विक चाहिँ के अरे हाम्रो सुदूरपश्चिम होइन नेपालमा भएको लुम्बिनी प्रदेशको चाहिँ प्रतिष्ठानमा 1 हप्ताको ट्रेनिङ अफ ट्रेनर लिएर जाँदैछु कि म आफै जाँदैछु होइन, मेरो टिम जाँदैछु। भनेपछि हामी त्यस्तो खालको चाहिँ बरु ब्याक स्टपिङ गरेर पनि ल्याइरहेछौँ। अनि पुराना कतिपय संस्थाहरू चाहिँ को उपादेयतामा प्रश्न छ, रिडन्डेन्ट भयो, उसले पनि त्यही गर्ने भएको छ, त्यसलाई बन्द गर्नुपर्ने मर्ज गर्नुपर्ने छ। केही पोलिसीहरू बजेटहरूको आउँदाखेरि अस्तिकै आउँदा पनि केही बन्द गरौँ भन्ने पनि नआएको होइन, छ मर्ज गरौँ अथवा बन्द गरौँ भन्ने आएको छ। त्यस्तै देखिन्छ। अब यो इभल्भिङ जस्तो लाग्छ मलाई। सर हामी समय नागिसकेका छौँ। आज हाम्रो रिक्वेस्टमा सरले तालिम दिइराखेको ठाउँ नगरकोटबाट बिचमा छोडेर हुन्छ आएर एकछिन आफ्नो कुराहरू राखिदिन्छु भनेर आइदिनु भयो। यसको लागि सरलाई धेरै धेरै धन्यवाद। अझै पनि प्रश्नहरू हातहरू उठिरहेको थिए, समयको पाबन्दीले गर्दा सबैजनाको लिन पाएन। तर यस पछाडि हामी बाहिर गएर एकछिन चिया खाजा खाएर पनि सरसित केही छलफल गर्नको लागि समय छुट्याएका छौँ। सरलाई समृद्धिको लोगो एउटा घैला आएको